हेलो गाइज वेलकम ब्याक टु गोलेक्स। आजको यो भिडियोमा चाहिँ हामीले कम्पिटेसनल मेथडभित्र रहेको गस एलिमिनेसन मेथडबाट कुनै पनि सिस्टम अफ लिनियर इक्वेसनलाई कसरी सल्भ गर्ने भन्ने कुरा पढ्नेछौँ। सिम्प्लेक्स मेथडको भिडियो पहिलेदेखि छ है, तपाईँहरूले लिनियर प्रोग्रामिङ गोलेक्स भनेर हाल्नुभयो भने आउँछ। आजको यो भिडियोमा चाहिँ तपाईँहरूले जस्तो सुकै टाइपको सिस्टम अफ लिनियर इक्वेसनलाई गस एलिमिनेसन मेथडबाट सल्भ गर भनेको छ भने मजाले सल्भ गर्न सक्नुहुनेछ। स्किप चाहिँ नगरिकन हेर्नु होला, बरु स्पिड बढाएर हेर्ने है त। लगाइज मजाले पढ्ने, बेस्ट अफ लक। चाहिँ कम्पिटेसनल मेथड टोटल यहाँदेखि चाहिँ तपाईँहरूले एक्जाममा 6 मार्क्सको आउँछ र आजसम्म हेर्ने हो भने चाहिँ अब आजसम्मको कुरा गर्दैछु, यो पालि के हुन्छ त्यो मैले भन्न सक्दैन। आजसम्म चाहिँ यो कम्पिटेसनल मेथडमा हामीले दुईवटा च्याप्टरहरू पढ्नुपर्छ। एउटा भनेको सिस्टम अफ लिनियर इक्वेसन। यो सिस्टम अफ लिनियर इक्वेसन भन्ने हामीले अल्जेब्रामा पनि पढ्नुपर्छ अनि अल्जेब्रामा चाहिँ सिस्टम अफ लिनियर इक्वेसनबाट 5 मार्क्स फिक्स आउँछ। तीनवटा मेथडहरू पढ्नुपर्छ हामीले। एउटा भनेको क्र्यामर्स रुल, अर्को भनेको रो इक्विभ्यालेन्ट म्याट्रिक्स मेथड, अर्को भनेको चाहिँ इन्भर्स म्याट्रिक्स मेथड अल्जेब्रामा चाहिँ है हो। त्यो तीनवटा मध्ये एउटा चाहिँ ढुक्क सुत्छ। अनि यहाँ चाहिँ के छ भन्दाखेरि कम्पिटेसनल मेथडमा यो दुईवटा च्याप्टरहरू छ र यो दुईवटा च्याप्टरहरूमध्ये आजसम्म चाहिँ के भइरहेको छ भन्दाखेरि यो लिनियर प्रोग्रामिङबाट यसमा हामीले दुईवटा टपिकहरू पढ्नुपर्छ। एउटा चाहिँ म्याक्सिमाइज गर्ने, अर्को चाहिँ मिनिमाइज गर्ने र यो मध्ये पनि म्याक्सिमाइज नै सोधेको छ आजसम्म र म्याक्सिमाइजदेखि 5 मार्क्स आउँछ म्याक्सिमाइज गर्न पर्ने। अनि बाँकी रहेको यो 1 मार्क्सको क्वेसन चाहिँ एमसिक्यूमा आइरहेको हुन्छ। आजसम्म त्यस्तो छ, तर यो पालि चाहिँ पनि हुनसक्छ। अब हामीले पढ्न चाहिँ दुईवटा टपिक पढ्नुपर्छ फेरि, सिस्टम अफ लिनियर इक्वेसन र लिनियर प्रोग्रामिङ। अब अहिले हामीले गर्ने भनेको चाहिँ सिस्टम अफ लिनियर इक्वेसन, जुन तपाईँहरूलाई टर्मिनल एक्जाममा प्री बोर्डहरूमा सोधिरहेको हुन्छ। यो पालि बोर्ड एक्जाममा पनि आउन सक्छ। ल यसमा हामीले दुईवटा मेथडहरू पढ्नुपर्छ कुनै पनि सिस्टम अफ लिनियर इक्वेसनलाई सल्भ गर्नको लागि। एउटा भनेको गस एलिमिनेसन मेथड, अर्को भनेको गस सेडल मेथड। यो दुईवटा पढ्यो भने यो च्याप्टर सक्यो। ठिक छ। ल अब अहिले सबभन्दा सुरुमा चाहिँ हामीले धेरै टाइम वेस्ट नगरिकन सिधै कहाँदेखि सुरु गर्छौँ भन्दाखेरि गस एलिमिनेसन मेथडदेखि सुरु गर्छौँ। एक्जाममा कसरी क्वेसन आउँछ त हेरौँ है त। मैले सुरुमा तीनवटा इक्वेसन भएको वाला सिस्टम अफ लिनियर इक्वेसन लिएँ है त। यो लिनियर इक्वेसन यस्तो मैले बेसिक भनिसकेको छु, फेरि मैले यहाँ क्वेसन सल्भ गर्ने बेला भनिदिनेछु। एक्जाममा चाहिँ कसरी आउँछ भन्दा सल्भ द गिभन, एकदमै सजिलो छ एकदम। सल्भ द गिभन सिस्टम अफ इक्वेसन मात्र पनि भन्न सक्छ, सिस्टम अफ लिनियर इक्वेसन पनि भन्न सक्ने भयो। लिनियर इक्वेसन्स बाई युजिङ के त गस एलिमिनेसन मेथड अथवा गसियन एलिमिनेसन मेथड पनि भन्न सक्छ, एउटै कुरा हो है त। ल मैले सबभन्दा सुरुमा चाहिँ एउटा ए नम्बरकै क्वेसन गरिदिन्छु। ल एक्स प्लस 3y माइनस 2z इज इक्वल टु 10। मैले एउटा क्वेसन गरिदिएँ भने तपाईँहरूले बाँकी सबै गर्न सक्नुहुन्छ क्या, त्यस्तो सजिलो छ। मेथड चाहिँ थाहा हुनु पऱ्यो कसरी सल्भ गर्ने भनेर। मैले क्वेसनहरू सल्भ गरिदिन्छु, अलि धेरै नै गरौँला। ए सरी 0 रहेछ, 0। तर अलिकति पनि ध्यान हट्यो भने चाहिँ फेरि पुरै बिग्रिन्छ यसमा। z इज इक्वल टु 3। ल क्वेसन त यही हो नि होइन, एक्स प्लस 3y माइनस। ल क्वेसन ठिक छ। अब हेर्नु एकदम ध्यान दिएर स्टेप वाइज स्टेपहरू थाहा भयो भने मजाले सल्भ गर्न सक्नुहुन्छ। अब सुरुमा हामीलाई सिस्टम अफ लिनियर इक्वेसन भनेर इक्वेसनहरू दिएको हुन्छ। यो लिनियर इक्वेसनहरू भनेको चाहिँ के हो भन्दा भेरिएबलको पावर 1 छ भने लिनियर भन्ने हो क्या। यहाँ एक्सको पावरमा 1 छ, वाईको पावरमा 1 छ, जेडको पावरमा 1 छ, सबै भेरिएबलको पावरमा 1 छ। यो भनेको एउटा लिनियर इक्वेसन भयो। अब यसरी तीनवटा लिनियर इक्वेसनहरू बनाएर एउटा सिस्टम बनाएको छ भने त्यसलाई नै के भन्ने हो, यो पुरैलाई सिस्टम अफ लिनियर इक्वेसन भन्ने हो। अब यसलाई सल्भ गर्नु भन्नुको मिनिङ चाहिँ के हो भन्दा हामीले यहाँदेखि एक्सको भ्यालु निकाल्ने हो, वाईको भ्यालु निकाल्ने हो, जेडको भ्यालु निकाल्ने हो। तर अहिलेको लागि कुन मेथड युज गर्न पर्ने छ, गस एलिमिनेसन मेथड युज गर्न पर्ने छ। अब गस एलिमिनेसन मेथडमा सबभन्दा सुरुमा हेर्न पर्ने भनेको के हो भन्दा यो इक्वेसन 1 हो, यो इक्वेसन 2 हो, यो इक्वेसन 3 हो भनेर कतै पनि लेखेको छैन। हामीले के गर्न सक्छौँ, यसलाई इक्वेसन 1 भन्न सक्छौँ, यसलाई इक्वेसन 2 भन्न सक्छौँ, यसलाई हामीले 3 भन्न सक्छौँ। हामीलाई जस्तो चाहियो हामीले त्यसरी यिनीहरूको नाम लेख्न सक्छौँ क्या। मैले यसलाई इक्वेसन 1 भन्दा केही फरक पर्दैन, तर हामीले यही अर्डरमा के भन्नेछौँ, यसलाई इक्वेसन 1 भन्नेछौँ, यसलाई इक्वेसन 2 भन्नेछौँ, यसलाई इक्वेसन 3 भन्नेछौँ। तर सबै बेला त्यस्तो हुने छैन। तपाईँहरूले एउटा कुरा के चेक गर्नुपर्छ भन्दा जसलाई हामीले इक्वेसन 1 भन्दैछौँ नि, इक्वेसन 1 मा पहिलो भेरिएबलको कोफिसिएन्ट 0 हुन भएन। पहिलो भेरिएबल भनेको कुन हो, यहाँ एक्स हो, सेकेन्ड भेरिएबल भनेको वाई, थर्ड भेरिएबल भनेको जेड। यदि मैले यसलाई इक्वेसन 1 भने यहाँ एक्सको कोफिसिएन्ट 0 छ हो, छैन नि है। यहाँ एक्स भन्ने भेरिएबल छ भनेपछि यो नन 0 छ, यसको कोफिसिएन्ट 0 छैन। 0 हुनु भन्नुको मिनिङ के हो, इक्वेसन 1 मा एक्स नै भएन।
इक्वेसन 1 मा यो पहिलो भेरिएबल भएको वाला हुनै पर्यो क्या। यदि यस्तो छ सुरुमा हामीलाई 3y - 2z = 0 दिएको छ भने यसलाई हामीले इक्वेसन 1 भन्ने छैनौँ। त्यस्तो इक्वेसनलाई इक्वेसन 1 भन्ने जसमा यो x को कोएफिसिएन्ट 0 नहोस्। यस्तो 0 * x को फर्ममा हुन भएन। 0 * x भनेको के हो? 0 हो क्या, यहाँ x नै हुँदैन। x भएको वाला के हुनु पर्यो त हाम्रो इक्वेसन 1 मा हुन पर्यो। ल उसो भए के गर्ने भन्दाखेरि सोल्युसन हियर द गिवन इक्वेसन्स आर अहिलेको लागि मैले त्यही अर्डरमा यिनीहरूलाई इक्वेसन 1, इक्वेसन 2 र इक्वेसन 3 भनिदिन्छु, किनभने त्यसमा के पनि प्रब्लम छैन। हाम्रो पहिलो इक्वेसनमा x को भ्यालु नन जिरो हुन पर्थ्यो, x को कोएफिसिएन्ट त्यही छ भनेपछि ठिक छ। अहिले लेख्छु मैले 2x - 3y + z = 1 र अर्कोमा चाहिँ के छ भन्दा 4x - 3y + z = 3 छ। ल यसलाई मैले इक्वेसन 1 भन्छु, यसलाई मैले इक्वेसन 2 भन्छु र यसलाई मैले के भन्छु इक्वेसन 3 भन्छु। ओके, अब यो पछि के गर्ने हो भन्दाखेरि इक्वेसन 1 मा x को कोएफिसिएन्ट 0 छैन। हामीले इक्वेसन 1 लाई लास्ट सम्म लेख्ने छौं। यो पछि के गर्ने हो भन्दा अरु इक्वेसनहरुबाट x लाई हटाइदिने हो। भन्नाले यो इक्वेसनबाट पनि x भन्ने हटाउने, यो इक्वेसनबाट पनि के गर्ने हो x भन्ने हटाउने हो। तर के को हेल्पबाट? यो इक्वेसन 1 को हेल्पबाट हामीले त्यस्तो गर्ने छौं। मैले के भन्दै छु एकदम ध्यान दिएर सुन्नु होला। इक्वेसन 1 मा पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 हुन भएन। यसलाई यतिकै राख्ने, इक्वेसन 1 लाई केही चेन्ज नगर्ने। त्यो पछि के गर्ने हो भन्दा हामीले यो इक्वेसन 2 बाट इक्वेसन 1 लाई घटाउँछौं। अगाडिको इक्वेसनबाट पछाडिको इक्वेसन घटाउने। अगाडिको भन्नाले इक्वेसन 2 बाट माथिको इक्वेसन 1 घटाउने। त्यसै गरेर इक्वेसन 3 बाट माथिको इक्वेसन घटाउने। है मैले के भन्दै छु भन्दा हेर्नु, मैले यो इक्वेसन 2 बाट माथिको इक्वेसन 1 लाई घटाउँछु। दाइ जस्तै अब फर्स्टको कोएफिसिएन्ट चाहिँ त्यो 0 भयो भने चाहिँ के गर्ने? इन्टरचेन्ज गर्ने। यसलाई इक्वेसन 1 भन्ने, माथिकोलाई इक्वेसन 2 भन्ने। इन्टरचेन्ज गर्ने। जसलाई इक्वेसन 1 भन्दै हुनुहुन्छ त्यसको x को कोएफिसिएन्ट 0 हुन भएन। 0 छ भने हामीले त जसलाई जुन इक्वेसन भन्दा नि हुन्छ नि, यसलाई इक्वेसन 1 भन्ने, यसलाई इक्वेसन 2 भन्ने, यसलाई इक्वेसन 3 भन्ने। यदि y को कोएफिसिएन्ट 0 भयो y को मतलब हुँदैन। y मतलब हुँदैन। पहिलो इक्वेसनमा के हुन पर्यो भन्दा पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 हुन भएन के। यो इक्वेसन 1 हो, यसमा पहिलो भेरिएबल भनेको x हो, यसको कोएफिसिएन्ट 0 हुन भएन। अरु y 0 भयो नि हामीलाई मतलब भएन, z 0 भयो पनि हामीलाई मतलब भएन। x को चाहिँ हुन भएन। त्यति हो। त्यो पछिको स्टेप भनेको के हो भन्दा इक्वेसन 2 बाट इक्वेसन 1 लाई घटाउने, तर घटाउने बेला यो x भन्ने भेरिएबल हट्न पर्यो। त्यसै गरेर इक्वेसन 3 बाट पनि इक्वेसन 1 लाई घटाउने, तर घटाउने बेला यहाँ यो x भन्ने टर्म हट्न पर्यो के। हामीले इक्वेसन 1 मा मात्र x भन्ने भेरिएबललाई राख्छौं। त्यसपछि मुनिकोहरुबाट हामीले यो x पुरै काटेछु, यो x भन्ने भेरिएबलहरुलाई हटाइदिन्छौं। त्यसको लागि मैले के गर्नु पर्यो भन्दा मैले सुरुमा जस्तै यो केमिस्ट्रीमा थियो नि केमिकल काइनेटिक्स, त्यस्तै त हैन नि। अब केमिकल काइनेटिक्स त्यस्तो माथिल्लोबाट त्यत्रो कम्प्लेक्स नबनाउ न। थर्मोडायनामिक्स होला नि। अब यहाँ कम्प्युटेसनल मेथडको यस्तो सजिलो क्वेशन कता कता जोडेर तिमीले ल हेर ध्यान दिएर सुन, एकदमै सजिलो छ कि आत्तिनु पर्दैन। मैले के भन्दै छु भन्दा इक्वेसन 2 मा हेर्नु, x को अगाडि 2x छ नि है। मैले माथि इक्वेसन 1 मा पनि 2x नै बनाउँछु। मैले बुझाउने छु के भन्दै छु भन्दा मैले इक्वेसन 1 लाई 2 ले मल्टिप्लाई गर्ने भयो। मल्टिप्लाइङ इक्वेसन 1 बाइ 2। अब 2 ले किन मल्टिप्लाई गरेको त्यो थाहा हुनु पर्यो। किन भन्दाखेरि इक्वेसन 2 मा x को अगाडि 2 छ भनेपछि मैले इक्वेसन 1 मा पनि x को अगाडि 2 बनाउँछु। 2 बनाउनको लागि मैले के गर्नु पर्यो, 2 ले यो इक्वेसनलाई मल्टिप्लाई गर्न पर्यो कि नै? पर्यो नि है। त्यही भएर मैले के गरेको हो मल्टिप्लाइङ इक्वेसन 1 बाइ 2। अनि यो पछि के गर्ने भन्दै छौं, अब 2 ले मल्टिप्लाई गरिसकेपछि इक्वेसन 2 बाट माथिको इक्वेसनलाई घटाइदिने। एन्ड सबट्र्याक्टिङ इक्वेसन 1 फ्रम 2। इक्वेसन 2 बाट चाहिँ 1 लाई घटाउने हो है। यो अगाडिको ठुलो इक्वेसनबाट पछाडिको इक्वेसनलाई घटाउने हो के। यस्तो i माइनस i गरे जस्तो यस्तो। सर यदि उल्टो गर्यो भने रङ आउँछ? रङ आउँछ। मेथडै हो, अगाडिकोबाट पछाडिकोलाई घटाउने है। यसलाई फरवर्ड एलिमिनेसन भन्छ। मैले यो सबै गरिसकेपछि लास्टमा बुझ्नुहुन्छ भ्यालुहरु राखिसकेपछि त्यति बेला भन्दिन्छु है त। यो गस एलिमिनेसनमा दुईवटा मेथड हुन्छ के। एउटा सुरुमा हामीले फरवर्ड एलिमिनेसन गर्ने हो अनि पछि ब्याकवर्ड सब्स्टिट्युसन गर्ने हो। मैले एकछिनमा भन्नेछु। ल हेर्नु, मैले के गरे सुरुमा इक्वेसन 1 त्यस्तोलाई भने जसमा पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 छैन। त्यसपछि मैले के गर्दै छु, पहिलो इक्वेसनमा मात्र मैले x भन्ने भेरिएबल राख्छु, बाकीको यो दुईवटाबाट हट्ने गरेर यिनीहरुलाई सबट्र्याक्ट गर्दिन्छु। त्यसको लागि हामीले के गर्छौं, इक्वेसन 2 लाई हेर्छौं। इक्वेसन 2 मा x को अगाडि जे छ ठ्याक्कै हामीले इक्वेसन 1 मा पनि x को अगाडि त्यही नै बनाउँछौं। त्यो बनाइसकेपछि इक्वेसन 2 बाट माथिको इक्वेसन 1 लाई घटाइदिन्छौं। मैले के भन्दै छु 2 बाट घटाउने भन्दै छु नि, त्यही भएर अब इक्वेसन 2 लाई मैले सार्छु यहाँ मुनि सारे है। ल हेर्नु,
मैले इक्वेसन 2 लाई लेख्दैछु है 2x - 3y + z = 1 भनेर मैले इक्वेसन 2 लाई सारेको यो इक्वेसन 2 लाई। अब मैले इक्वेसन 1 लाई पनि सार्छु तर 2 ले मल्टिप्लाई गरेर सार्छु। बुझ्नु है मैले 2 ले मल्टिप्लाई गर्छु इक्वेसन 1 लाई अनि सार्छु है त। ल 2 ले यसलाई मल्टिप्लाई गर्नु 2 ले मल्टिप्लाई गर्ने बेला के हुन्छ 2x 2 ले 3y लाई मल्टिप्लाई गर्ने बेला 6y 2 ले 2z लाई मल्टिप्लाई गर्ने बेला 4z कति भयो 2x + 6y - 4z = 0 भयो। राइट साइडपट्टि 0 × 2 हुन्थ्यो त्यो भनेको 0 नै भयो। मैले के गरेको इक्वेसन 2 लाई मैले जस्ताको त्यस्तै लेखेँ अनि इक्वेसन 1 लाई चाहिँ के गरे भन्दा दुईटै साइडपट्टि 2 ले मल्टिप्लाई गरेर त्यहाँदेखि जुन रिजल्ट आउँछ त्यसलाई यहाँ लेखेको छु। 2 ले x लाई मल्टिप्लाई गर्ने बेला 2x भएको थियो 2 ले 3y लाई मल्टिप्लाई गर्ने बेला 6y भएको छ 2 ले यताको 2z लाई मल्टिप्लाई गर्ने बेला 4z भएको छ। अब यो गरेपछि के गर्ने भनेछौँ हामीले इक्वेसन 2 यो हो इक्वेसन 1 भनेको यो भयो 2 ले मल्टिप्लाई गरिसकेपछि अब यिनीहरूलाई सबट्र्याक्ट गर्ने भन्दैछौँ भने यहाँ माइनस लेख्ने यो दुईवटालाई के गर्ने सबट्र्याक्ट गर्ने है। सबट्र्याक्ट गर्ने बेला यो माइनस नै भयो सुरुको टर्ममा यहाँ प्लस छ हामीले के गर्दैछौँ माइनस प्लस माइनस के हुन्छ माइनस भनेपछि यहाँ माइनस हुनेछ है बुझ्नु। अनि यहाँ माइनस छ हामीले के गर्दैछौँ माइनस नै गर्दैछौँ नि माइनस माइनस के हुने भयो यहाँ प्लस हुने भयो भन्नाले 4z को अगाडि प्लस साइन हुन्छ क्या यहाँ। त्यसै गरेर यो 0 को अगाडि प्लस साइन छ हामीले सबट्र्याक्टिङ भन्दैछौँ हामीले माइनस गर्दैछौँ भने यहाँ के हुने भयो यो भनेको -0 हुने भयो। यो मैले के भन्न खोजेको भन्दा सुरुमा त 2x - 2x भनेको कति भयो 0 लेख्दै मैले लेख्न पर्दैन त्यो पनि लेखेँ। अनि त्यसपछि -3y छँदैछ -3y + 6y गर्ने होइन के गर्ने हो माथि -3y छ मुनि -6y गर्ने हो। किन -6y किन भन्दा हामीले सबट्र्याक्टिङ गर्दैछौँ सबट्र्याक्टिङ भनेको के हो माइनस अनि यहाँ प्लस साइन थियो प्लस माइनस माइनस हुन्छ त्यही भएर हामीले +6y नलिएर -6y लिनेछौँ। माथि -3y छ मुनि के छ -6y छ अनि यो स्टेप पनि लेख्दै त यो एकछिनको लागि चाहिँ -3y -6y अनि माथि कति छ अब +z छ +z लेखेँ मैले अनि मुनि चाहिँ के गर्ने -4z लेख्ने होइन है के लेख्ने हो +4z लेख्ने हो +4z किन +4z किन भन्दाखेरि मैले सबट्र्याक्ट गर्दैछु सबट्र्याक्ट भनेको के हो माइनस गरिरहेको थिएँ क्या तर यहाँ पहिलेदेखि माइनस छ माइनस माइनस के हुन्छ यो प्लस हुन्छ यति चाहिँ ध्यान दिनु होला। अनि राइट साइडपट्टि चाहिँ माथि 1 छ अनि मुनि -0 हुन्छ भन्दैछौँ भने -0 भयो। अब यसलाई सल्भ गर्नुभयो भने यो भनेको कति हुनुभयो -9y + 5z = कति हुनु हजुर फर्स्ट इक्वेसनको चाहिँ साइन चेन्ज गरिदिने हो माइनस अघि राखेर साइन चेन्ज गरेको होइन सबट्र्याक्ट गरेको सबट्र्याक्ट गर्ने बेला साइन चेन्ज भयो त्यसरी बुझ्दा नि भयो। यो दुईवटालाई सबट्र्याक्ट गर्दैछौँ क्या हामीले यो भनेको हाम्रो इक्वेसन 2 हो यो मुनिको भनेको हाम्रो इक्वेसन 1 हो तर इक्वेसन 1 लाई 2 ले मल्टिप्लाई गरिसकेपछिको भ्यालु हो क्या मल्टिप्लाइङ इक्वेसन 1/2 भनेको थियौँ। अनि यो दुईवटालाई सबट्र्याक्ट गरिरहेको हामीले माइनस गर्दैछौँ भने साइन चेन्ज भएको भनेर बुझ्दा भयो ठिक छ बुझ्नुभयो। ल उसो भए हामीसँग अहिलेसम्म तीनवटा यो त गिभन थियो इक्वेसन 1 इक्वेसन 2 इक्वेसन 3 गिभन थियो। अब यो सबट्र्याक्ट गरिसकेपछि एउटा नयाँ इक्वेसन आउँछ यसलाई हामीले इक्वेसन 4 भन्छौँ एकदम ध्यान दिएर हेर्ने यसलाई हामीले के भन्छौँ इक्वेसन 4 भन्छौँ। इक्वेसन 2 बाट इक्वेसन 1 लाई घटाइसकेपछि इक्वेसन 4 आउँछ। अब त्यसै गरेर हामीले के गर्छौँ भन्दा यहाँदेखि हामीले x लाई हटायौँ है अब यसमा x छ हेर्नु त x छ यसमा छैन नि है छैन त्यसै गरेर अब हामीले के गर्छौँ भन्दा यसको काम सिद्धियो यहाँदेखि हामीले x लाई हटाइसक्यौँ। अब त्यसै गरेर हामीले के गर्छौँ इक्वेसन 1 मा मात्र हामीले x लाई राख्ने हो। अब यसमा पनि x भन्ने छ यसलाई पनि हामीले हटाउँछौँ। अब हामीले अघि चाहिँ इक्वेसन 2 बाट इक्वेसन 1 लाई घटाएका थियौँ अब हामीले इक्वेसन 3 बाट इक्वेसन 1 लाई घटाउँछौँ। त्यसको लागि x को अगाडि जे छ त्यो बनाउनु पर्यो। अब यहाँ चाहिँ इक्वेसन 2 मा x को अगाडि 2 थियो त्यही भएर मैले इक्वेसन 1 लाई 2 ले मल्टिप्लाई गरेको थिएँ। अब मैले के गर्छु भन्दा इक्वेसन 3 मा x को अगाडि 4 छ नि त त्यही भएर मैले इक्वेसन 1 लाई अब 4 ले मल्टिप्लाई गर्छु। मैले के लेख्छु यहाँ मल्टिप्लाइङ इक्वेसन 1/2 होइन अब के भन्नु पर्यो 4 भन्नु पर्यो किनभने इक्वेसन 3 मा x को अगाडि कति छ 4 छ 4x छ हामीले इक्वेसन 1 लाई पनि त्यही बनाउनु पर्यो अनि x हट्छ नि त मल्टिप्लाइङ इक्वेसन 1 के भन्ने 4 भन्ने 4 ले मल्टिप्लाई गरिसकेपछि इक्वेसन 1 लाई के गर्ने इक्वेसन 3 बाट सबट्र्याक्ट गरिदिने अनि के लेख्छौँ हामीले सबट्र्याक्टिङ इक्वेसन 1 फ्रम 1 लाई चाहिँ घटाउने कुनबाट इक्वेसन 3 बाट। ल यो गर्ने बेला के हुन्छ हेरौँ है त इक्वेसन 3 बाट घटाउने भन्दैछौँ भने माथि हामीले 2 बाट घटाउने बेला के गरेका थियौँ सुरुमा इक्वेसन 2 लाई सारेका थियौँ। अब यहाँ पनि त्यही नै गर्ने सुरुमा के गर्ने यो इक्वेसन 3 लाई जस्ताको त्यस्तै लेख्ने यसलाई लेखौँ 4x - 3y + z कति छ 4x - 3y + z अनि = कति छ = 3 छ। यो भनेको हाम्रो कुन हो इक्वेसन हो इक्वेसन 3 हो। अब मैले इक्वेसन 1 लाई लेख्छु मुनि तर 1 लाई माथि चाहिँ 2 ले मल्टिप्लाई गरेर लेखेको थिएँ यहाँ चाहिँ इक्वेसन 1 लाई 4 ले मल्टिप्लाई गरेर लेख्छु। अब यो इक्वेसन 1 लाई तपाईहरुले लेफ्ट साइडपट्टि पनि 4 ले मल्टिप्लाई गर्ने हो राइट साइडपट्टि 0 छ 0 लाई 4 ले मल्टिप्लाई गर्दा 0 नै हुन्छ। ल यहाँ 4 ले मल्टिप्लाई गर्दाखेरि के हुन्छ 4 ले x लाई मल्टिप्लाई गर्यो भने 4x 4 ले 3y लाई मल्टिप्लाई गर्यो भने 2y 4 ले 2z लाई मल्टिप्लाई गर्यो भने 4z हुने भयो त्यही कुरा लेख्छौँ है त।
कति हुन्छ अरे सुरुमा 4x कति हुन्छ सुरुमा हुन्छ एकछिन है सुरुमा कति हुन्छ 4x ल अनि त्यसै गरेर अर्को टर्म भनेको कति छ 4 ले मल्टिप्लाई गरिरहेको हो अब 4 ले 3y लाई मल्टिप्लाई गर्ने हो भने 12y भयो साइन के छ अगाडि प्लस साइन छ भने प्लस 12y भयो अनि त्यसपछि पछाडी के छ फेरि 4 ले मल्टिप्लाई गरिरहेको हो 4 ले 2z लाई मल्टिप्लाई गर्ने हो भने 8z हुने भयो माइनस साइन छ भने माइनस 8z लेख्ने राइट साइडपट्टि 0 थियो 0 लाई 4 ले मल्टिप्लाई गर्दाखेरि 0 नै हुने भयो अब यो दुईवटालाई सबट्र्याक्ट गर्छौं भन्दैछौं कि हामीले के गर्ने हामीले माइनस गर्ने हो नि है ल माइनस गरौँ माइनस गर्ने है ठीक छ अब 4x - 4x भने यो काटिहाल्छ यसलाई काट्नेलाई यस्तो गरे हामीले अब यहाँ प्लस साइन छ यो प्लस माइनसमा चेन्ज हुन्छ माइनस गर्दैछौं अनि त्यसै गरेर यता माइनस साइन छ अब साइन चेन्ज हुन्छ हामीले सबट्र्याक्ट गर्दैछौं भने यहाँ माइनस गर्ने हो अनि यहाँ पहिलेदेखि माइनस छ माइनस माइनस के हुन्छ प्लस हुन्छ भनेपछि यहाँ प्लस हुनेछ है त अनि यहाँ के हुने भयो यहाँ माइनस नै हुने भयो 0 को अगाडि प्लस छ भनेर सोच्ने प्लस नै छ अनि प्लस को उल्टो बनाइदिने माइनस भयो ल अब सबट्र्याक्ट गरौँ 4x - 4x भने 0 भयो मैले एक स्टेप चाहिँ यो पनि लेख्दै यो लेखिराख्नु पर्दैन सबै अब माथि -3y बाट यो सबट्र्याक्ट गर्न पर्यो -3y छ माथि अनि मुनि +12y हैन है -12y हो साइन हेर्ने है यतिमा चाहिँ मिस्टेक हुन्छ धेरै जनाको यति ध्यान दिनु पर्यो अनि माथि +z छ अनि मुनि चाहिँ के गर्ने -8z हैन +8z गर्ने साइन चेन्ज भएको छ माइनस गर्ने बेला +8z अनि इज इक्वल टु राइट साइडपट्टि माथि 3 छ अनि मुनि चाहिँ -0 छ ओके ल अब यसलाई सल्भ गर्नु भयो भने यो भनेको कति हुन्छ भन्दा -3y - 12y भनेको -15y भयो अनि +z + 8z भनेको +9z भयो राइट साइडपट्टि इज इक्वल टु 3 छदैछ यसलाई हामीले इक्वेसन 5 भन्छ बुझ्नुभयो तीनवटा इक्वेसन गिभन हुन्छ इक्वेसन 2 बाट इक्वेसन 1 लाई घटाउने फोर्थ इक्वेसन आयो त्यसै गरेर इक्वेसन 3 बाट इक्वेसन 1 लाई घटाउने फिफ्थ इक्वेसन आयो यो दुईवटा प्रोसेस भनेको सेम भयो अब यो छैन भनेर सम्झिने हो यो दुईवटा यिनीहरुको काम सिद्धियो हाम्रो पहिलो काम भनेको इक्वेसन 1 मा x को कोएफिसिएन्ट 0 हुन भएन x भनेर दिन सक्छ या त यहाँ x1 यता x2 यता x3 भनेर दिन सक्छ यति ध्यान दिने पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 हुन भएन त्यति हो त्यसपछि मुनिको दुईवटा इक्वेसनहरुलाई बाट चाहिँ x लाई हटाइदिने यो x लाई हटाउने त्यो हटाइसकेपछि दुईवटा नयाँ इक्वेसनहरु आउँछ हामीले पहिलो काम के गर्यौं x मात्र भएको वाला एउटा इक्वेसन राख्यौं अब हामीले के गर्छौं भन्दा माथिको यो दुईवटाको काम छैन इक्वेसन 1 मात्र अब हामीसँग इक्वेसन 4 र इक्वेसन 5 छ अब यहाँ चाहिँ हामीले के गर्छौं भन्दा यहाँ y लाई हटाउँछौं यसमा x छैन यसमा पनि x छैन x भन्ने भेरिएबल हटिसक्यो अब हाम्रो पालो भनेको y लाई हटाउने सुरुमा x लाई हटाउने हो अबको पालो भनेको y लाई हटाउने y लाई कसरी हटाउने ठुलो इक्वेसनबाट पछाडीको इक्वेसनलाई नै घटाउने हो माथि पनि हामीले इक्वेसन 2 बाट इक्वेसन 1 लाई हटाएका थियौं सबट्र्याक्ट गर्यौं इक्वेसन 3 बाट हामीले के गर्यौं इक्वेसन 1 लाई हटायौं है ठुलोबाट सानो सबट्र्याक्ट गर्दैछौं नि यहाँ पनि त्यही नै गर्ने यो इक्वेसन v बाट इक्वेसन iv लाई सबट्र्याक्ट गर्ने v - iv गर्ने हो के तर त्यो गर्ने बेला के हुन पर्यो यहाँ y भन्ने भेरिएबल हट्न पर्यो y लाई हटाउने त्यो कसरी हट्छ भन्दाखेरि यो इक्वेसनमा हेर्नु यसमा y को अगाडि कति छ 15 छ नि है माथि जस्तै हामीले के गरेका थियौं यसमा x को अगाडि 2 हुने बेला यसलाई हामीले 2 ले मल्टिप्लाई गरेका थियौं x को अगाडि 4 हुने बेला माथि पनि 4 बनाउन 4 ले मल्टिप्लाई गरेका थियौं अब मुनि के छ भन्दाखेरि हाम्रो इक्वेसन 5 मा y को अगाडि 15 छ माथि हेर्ने भने y को अगाडि 9 छ मैले के गर्न पर्यो माथि पनि 15 नै बनाउनु पर्यो किनभने यहाँ 15 छ माथि पनि 15 बनाए भने अनि सबट्र्याक्ट गर्ने बेला के हुन्छ हट्छ नि त त्यो कुनै बेला सबट्र्याक्ट गर्न पर्ने हुन सक्छ कुनै बेला एड गर्न पर्ने हुन सक्छ है यदि सेम साइन छ भने हामीले सबट्र्याक्ट गर्छौं जस्तै यसमा माइनस छ यसमा पनि माइनस छ भने सबट्र्याक्ट गर्ने त्यति बेला क्यान्सल हुन्छ अपोजिट साइन छ भने एड गर्छौं जस्तै यसको अगाडि माइनस छ यसको अगाडि चाहिँ प्लस भएको भए यति बेला हामीले एड गर्थ्यौं ठीक छ नि अपोजिट साइन छ भने एड गर्ने बेला क्यान्सल हुन्छ जस्तै मानौं यहाँ 4x छ यहाँ पहिलेदेखि -4x भएको भए मैले एड भनेर लेख्थे किनभने यतिकै क्यान्सल हुन्थ्यो यो अनि मैले माइनस छ माथि पनि माइनस छ मुनि पनि माइनस छ यति बेला के गर्छु दुईटैमा माइनस साइन छ भने सबट्र्याक्ट नै गर्छु किनभने सबट्र्याक्ट गर्दाखेरि के हुन्छ यो माइनस केमा चेन्ज हुन्छ प्लसमा चेन्ज भयो भने माथि -4x भयो मुनि +4x भयो यसरी क्यान्सल हुन्छ के त्यो क्वेशन आइछि मैले भन्ने छु जस अहिलेको लागि यति बुझ्नु यसमा नि माइनस साइन छ यसमा नि माइनस साइन छ भने सबट्र्याक्ट नै गर्ने हो है तर सबट्र्याक्ट गर्ने बेला यसको अगाडि 15 छ भने मैले माथि पनि 15 बनाउनु पर्यो त्यो मैले कसरी बनाउन सक्छु 15 छ भने 15 ले मल्टिप्लाई त गर्न पर्यो तर यो 9 लाई पनि हटाउनु पर्यो नि है 9 लाई मैले कसरी हटाउन सक्छु 9 लाई डिवाइड बाइ 9 गरे भने 9 ले 9 लाई क्यान्सल गर्छ कि नै गर्छ अनि यसको ठाउँमा कति चाहियो 15 चाहियो भनेपछि हामीले यो इक्वेसनलाई कतिले मल्टिप्लाई गर्छौं थाहा छ जति नम्बर चाहिएको छ त्यसले मल्टिप्लाई गर्ने कति चाहिएको छ हामीलाई 15 चाहिएको छ भने 15 ले मल्टिप्लाई गर्ने त्यो सँगसँगै यो 9 त हटाउनु पर्ने छ भने 9 ले डिवाइड गर्ने भनेपछि हामीले 15/9 ले मल्टिप्लाई गर्ने छौं कतिले 15/9 लाई सजिलो फर्ममा लग्ने त्यो भनेको 5/3 हुन्छ हामीले के गर्छौं मल्टिप्लाइङ
मल्टिप्लाइङ इक्वेसन कुन त माथिको इक्वेसन आइभीलाई बाई कति त 15/9 ले मल्टिप्लाई गर्दैछौँ है 15/9 द्याट इज भनेर लेख्ने यो भने कति हुन्छ 5/3 नै हो नि हैन 5/3 त हो नि भने हो यो भनेको 5/3 भयो क्याल्कुलेटरमा हाल्नु भयो भने अलि सजिलो फर्ममा आउँछ के ल 5/3 ले मल्टिप्लाई गर्दैछौँ अनि यतिले मल्टिप्लाई गरिसकेपछि एन्ड सब्ट्र्याक्टिङ फ्रम इक्वेसन कति त भी बाट ठुलो इक्वेसनबाट घटाउने के ल अब ठुलो इक्वेसनबाट घटाउने भने सबभन्दा सुरुमा त हामीले ठुलो इक्वेसनलाई जस्ताको त्यस्तै लेख्छौँ नि है माथि त्यही त गरे हामीले इक्वेसन 2 लाई जस्ताको त्यस्तै सारेका थियौँ सुरुमा अनि अर्कोमा हामीले इक्वेसन 3 लाई जस्ताको त्यस्तै सारेका थियौँ यहाँ त्यही नै गर्ने हो ल सुरुमा मैले माथि देखिरहनु भएको छ इक्वेसन v लाई -15y + 9z भन्ने = 3 यसलाई मैले जस्ताको त्यस्तै लेखेँ अब मैले इक्वेसन 4 लाई चाहिँ 5/3 ले मल्टिप्लाई गरेर लेख्छु है त ल 5/3 ले मल्टिप्लाई गरौँ 5/3 ले मल्टिप्लाई गर्ने बेला के हुन्छ 5/3 ले सबभन्दा सुरुमा -9y लाई मल्टिप्लाई गर्छ ल 5/3 ले -9y लाई मल्टिप्लाई गर्ने बेला के हुन्छ यो 3 ले यता यो भने 3 भयो जेस कति आउँछ -15y आउँछ कति आउँछ यसलाई मल्टिप्लाई गर्ने बेला -15y आउँछ त्यो -15y लाई यता जस्ताको त्यस्तै लेख्ने ल त्यसै गरेर यो 5/3 ले कसलाई पनि मल्टिप्लाई गर्छ यो 5/3 ले यसलाई पनि मल्टिप्लाई गर्छ के सबैले मल्टिप्लाई गरेर आएको नि त ल हाम्रो 5/3 ले यसलाई पनि मल्टिप्लाई गर्छ 5z लाई पनि ल 5/3 ले 5z लाई मल्टिप्लाई गर्यो भने कति हुन्छ 25z/3 हुन्छ अगाडि प्लस साइन छ भने प्लस 25z/3 लेखौँ प्लस 25z/3 लेखेँ मैले अनि राइट साइडपट्टि पनि के गर्नु पर्यो 5/3 ले मल्टिप्लाई गर्नु पर्यो यसलाई पनि त 5/3 ले मल्टिप्लाई गर्छ 5/3 * 1 भने कति हुन्छ 5/3 नै हुन्छ 5/3 नै हुन्छ ल अब यिनीहरूलाई सब्ट्र्याक्ट गर्ने भन्दैछौँ सब्ट्र्याक्ट गर्ने बेला साइन चेन्ज हुन्छ है साइन चेन्ज हुन्छ यहाँ पहिलेदेखि माइनस छ तर मैले माइनस गर्दैछु माइनस गरेँ भने अब यो माइनस र यो माइनस प्लस हुन्छ क्या यहाँ के हुन्छ प्लस हुन्छ यो प्लस 15y हुनेछ अनि यो प्लस केमा चेन्ज हुनेछ माइनसमा सब्ट्र्याक्ट गर्दैछु नि त अनि त्यसै गरेर यताको प्लस पनि केमा चेन्ज हुन्छ माइनसमा यहाँ पनि माइनस लेख्ने ल अब यो भनेको -15y हो यो प्लस 15y भइसक्यो -15y र प्लस 15y क्यान्सल भयो यहाँ के बाँकी भयो 0 बाँकी भयो के बाँकी भयो 0 बाँकी भयो है यो दुईवटा क्यान्सल भयो है यो दुईवटा क्यान्सल भयो अनि पछाडिपट्टि के हुँदैछ प्लस 9z छ माथि अनि मुनि के गर्ने प्लस हैन यहाँ माइनस भइसक्यो -25/3 z लाई लेख्ने अनि = राइट साइडपट्टि माथि 3 छ 3 लाई लेख्ने अनि माइनस कति छ यता -5/3 छ 5/3 लाई लेख्ने 5/3 लाई लेख्ने ओके अब यति भनेको कति हुनुभयो अब यसलाई सल्भ गर्नुभयो भने अगाडिको 0 लेखिराख्न परेन मैले एलसीएम लिँदै है त एलसीएम भनेको 3 हुन्छ अनि 3 ले यो 9z लाई मल्टिप्लाई गर्ने हो भने 27z भयो -25z जस्ताको त्यस्तै अनि यता पनि 3 एलसीएम हुने भयो अब 3 ले यताको 3 लाई मल्टिप्लाई गर्ने हो भने 9 भयो 9 - 5 भयो ल अब यसलाई सल्भ गर्ने हो भने यो भनेको सुरुमा त यो 3 ले यो 3 लाई क्यान्सल गर्छ अनि माथि कति बाँकी भयो माथि 2z बाँकी भयो अनि यता राइट साइडपट्टि कति बाँकी भयो 4 बाँकी भयो ल यसलाई मैले एकछिनको लागि इक्वेसन 6 भन्दै है अहिले भ्यालु लेख्दा पनि हुन्छ फरक चाहिँ पर्दैन जस इक्वेसन 6 भनेर लेख्ने बुझ्नुभयो 3 ले 3 लाई क्यान्सल गरेँ मैले अनि यहाँ माथि चाहिँ के भइदियो भन्दाखेरि 27z - 25z भनेको 2z भयो अनि यता चाहिँ 9 - 5 भनेको 4 भयो अब यसरी हामीले के पाउँछौँ एकचोटि त्यो हेरौँ है यसलाई के भन्छ थाहा छ मैले अहिलेसम्म गरेको यो सबै स्टेपहरूलाई फरवर्ड एलिमिनेसन भन्छ किन भन्दा मैले सुरुमा x भन्ने भेरिएबललाई एलिमिनेट गरेको हो त्यसपछि अगाडिको y भन्ने भेरिएबललाई एलिमिनेट गरेँ अनि त्यसपछि मैले z भन्ने भेरिएबल भएको मात्र इक्वेसन पाएँ क्या यहाँ के हुन्छ भन्दाखेरि सबभन्दा सुरुमा x भएको वाला इक्वेसन त चाहियो नै चाहियो त्यो भनेको इक्वेसन 1 भयो त्यसपछि x नभएको हामीले दुईवटा इक्वेसनहरू बनाउँछौँ के रे x भन्छु y नभएको दुईवटा इक्वेसनहरू बनाउँछौँ त्यो हामीले 2 बाट 1 लाई घटाउँदाखेरि एउटा पायौँ iv मा अनि त्यसै गरेर 3 बाट i लाई घटाउने बेला अर्को पायौँ हामीले इक्वेसन v मा ठीक छ यसरी हामीसँग के आयो दुईवटा इक्वेसन आयो माथिको अब यो दुईवटाको काम छैन माथिको एउटा मात्र काम लाग्छ हामीलाई अनि फेरि के गर्ने भन्दा अब x लाई हटाइसकेपछि x नभएको जुन यो दुईवटा इक्वेसनहरू छ नि हो यो दुईवटा इक्वेसनहरूबाट पनि एकअर्कालाई घटाउने यो इक्वेसन 5 बाट इक्वेसन iv लाई घटाउने अनि त्यहाँदेखि हामीले के पाउँछौँ त z मात्र भएको वाला एउटा इक्वेसन पाउँछौँ जसलाई हामीले इक्वेसन 6 भन्छौँ अब यो इक्वेसनको पनि काम छैन जस्तै माथिको यो दुईवटाको काम लागेको थिएन नि यिनीहरू त्यसै गरेर लास्टमा हामीलाई यो v पनि काम लाग्दैन हामीले हेर्ने इक्वेसन भनेको कुन हो र अब एउटा इक्वेसन 1 x भएको वाला एउटा यो हेर्छौँ अर्को x नभएको एउटा मात्र हेर्छौँ दुईवटा बनाएका छौँ त्यो पनि हामीले एउटा मात्र चाहिन्छ लास्टमा अनि त्यसै गरेर लास्टमा एउटा के आउँछ z मात्र भएको वाला आउँछ यसरी हामीले के गर्यौँ फरवर्ड एलिमिनेसन गर्यौँ एउटामा x छ अर्कोमा x छैन हेर्नु है एउटामा के छ x y र z छ सुरुकोमा अर्कोमा के छ y र z मात्र छ अर्कोमा के छ z छ यसरी यो गरेको भनेको फरवर्ड एलिमिनेसन हो अब हामीले ब्याकवर्ड सब्स्टिट्युसन गर्दै जान्छौँ क्या है वी हेभ भनेर लेखेँ मैले सुरुमा चाहिँ यो तीनवटै इक्वेसनहरूलाई सँगै लेखेँ है
हेर्नु है, एउटा भनेको कति छ x प्लस 3y माइनस 2z इज इक्वल टु 0, x प्लस 3y माइनस 2z इज इक्वल टु 0, यो हाम्रो इक्वेसन 1 हो x भएको वाला। अर्को x नभएको दुईवटा बनाएका थियौँ, दुईवटा चाहिन्छ। अब दुईवटा मध्ये एउटालाई लिने अगाडिको वालालाई, कुन त माइनस 9y प्लस 5z इज इक्वल टु 1, माइनस 9y प्लस 5z इज इक्वल टु कति भनेको थियो 0 भन्यो कि 1 1 1 कति 1 1, यो भयो हाम्रो इक्वेसन 2, इक्वेसन 2 हैन इक्वेसन आइभी सरी। अनि त्यसै गरेर लास्टको यो z मात्र भएको 4z इज इक्वल टु 4, यसलाई हामीले के भन्छौँ इक्वेसन vi भन्छौँ। ल यसरी हामीसँग के आयो तीनवटा इक्वेसन। यो के गरेको हामीले फरवर्ड एलिमिनेसन, यो लेखिराख्नु पर्दैन, जस थाहा पाइराख्नु फरवर्ड एलिमिनेसन हो भनेर। फरवर्ड एलिमिनेसन गरिसकेपछि चाहिँ यिनीहरू आएको हो। अब हामीले के गर्ने हो ब्याकवर्ड सब्स्टिट्युसन गर्ने हो, भन्नाले पछाडिको इक्वेसनहरूबाट भ्यालु निकाल्दै राख्दै जाने। मैले सबभन्दा सुरुमा इक्वेसन 6 लाई हेर्छु यहाँ, फ्रम इक्वेसन 6 भन्नु। ल इक्वेसन 6 मा हेर्नु के छ 2z इज इक्वल टु 4 छ नि है, यहाँदेखि z लाई एक्लै बनाउनु भयो भने 4/2 भनेको कति हुन्छ 2 हुन्छ, z को भ्यालु आयो आयो। अब z को भ्यालु इक्वेसन 6 बाट आएको हो, अब पछाडि राख्ने आइभी मा राख्ने, ब्याकवर्ड सब्स्टिट्युसन हो क्या, पछाडिबाट भ्यालु राख्दै जाने हो। अब फ्रम इक्वेसन कुन भन्ने अब आइभी भन्ने। ल आइभी मा हेर्नु भयो भने कति छ माइनस 9y प्लस 5z छ। अब z को भ्यालु निकालिसक्यौँ नि है, z को भ्यालु 2 आयो, 2 लेख्ने इज इक्वल टु 1 हुने भयो। अब यसलाई सल्भ गर्नु भयो भने माइनस 9y प्लस 10 इज इक्वल टु कति हुन्छ 1, अनि माइनस 9y यो 10 लाई उता पठाउने हो भने 1 माइनस 10 भनेको माइनस 9 हुने भयो। अनि यहाँदेखि y लाई एक्लै बनाउनु भयो भने माइनस 9 डिभाइड बाई माइनस 9 भनेको y को भ्यालु कति आयो 1 आयो। इक्वेसन 6 बाट z को भ्यालु आयो, z को भ्यालुलाई इक्वेसन आइभी मा राख्यौँ। अब y र z को भ्यालु आयो, अब यो सबै भ्यालुलाई कहाँ राख्ने इक्वेसन 1 मा राख्ने। यसरी ब्याकवर्ड सब्स्टिट्युसन गर्दै जाने हो। अब फ्रम इक्वेसन 1 भन्ने र इक्वेसन 1 भनेको कति छ x प्लस 3y, x प्लस 3y छ, y को ठाउँमा 1 लेख्थे है, 1 आइसक्यो नि त। माइनस 2z भनेको छ, z को ठाउँमा 2 लेखिदिन्छु इज इक्वल टु 0 छँदैछ। अब यहाँदेखि के गर्ने भन्दाखेरि x प्लस 3 माइनस 4 इज इक्वल टु 0, जस यसलाई सल्भ गर्नुभयो भने यो यसको भ्यालु भनेको 1 आयो। कसरी भन्दाखेरि माइनस के अरे 3 माइनस 4 भनेको माइनस 1 भयो, माइनस 1 लाई यता ल्याउने भने प्लस 1 भयो। भनेपछि सिस्टम अफ लिनियर इक्वेसनलाई सल्भ गर्नु भनेकै के हो x को भ्यालु निकाल्ने, y को भ्यालु निकाल्ने, भेरिएबलहरूको भ्यालु निकाल्ने हो के, र z को भ्यालु निकाल्ने, यो सबैको भ्यालु आयो। यही हो मेथड। गस एलिमिनेसन मेथडमा के हुने रहेछ सुरुमा फरवर्ड एलिमिनेसन गर्ने रहेछौँ हामीले। सुरुको इक्वेसनमा के हुनु पर्यो पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 हुन भएन, बाँकीको दुईवटा इक्वेसनबाट त्यो पहिलो भेरिएबललाई चाहिँ हटाइदिने, x लाई हटाइदियौँ हामीले। त्यसपछि हामीसँग दुईवटा इक्वेसनहरू आउँछ। जोस् हामीसँग के हुन पर्यो भन्दा एउटा इक्वेसन हुन पर्यो जसमा तीनवटै भेरिएबलहरू होस् x y z, त्यसलाई हामीले इक्वेसन 1 भन्नेछौँ। अर्को दुईवटा इक्वेसन निकाल्छौँ हामीले जसमा x नभएको वाला, सुरुको भेरिएबल नभएको। यदि हामीसँग यस्तो इक्वेसन दिएको हुन्थ्यो भने कस्तो भन्दाखेरि यसमा 2x छैन, यति मात्र दिएको छ, यो 2x नभएको यति मात्र इक्वेसन दिएको छ भने मैले एकचोटि मात्र माइनस गर्नु पर्थ्यो। यसरी मैले दुईचोटि माइनस गरेर राख्नु पर्दैन थियो। इक्वेसन 2 बाट इक्वेसन 1 घटाउने, त्यसै गरी इक्वेसन 3 बाट इक्वेसन 1 घटाउने, यो गरेर राख्नु पर्दैन थियो। यो मैले किन गरेको, किन भन्दाखेरि मलाई x नभएको दुईवटा इक्वेसनहरू चाहिरहेको छ। एउटा यहाँदेखि आयो, अर्को यहाँदेखि आयो, तर पहिलेदेखि x नभएको वाला एउटा दिएको भए मैले एउटा मात्र निकाल्नु पर्थ्यो। किन भन्दा एउटा पहिलेदेखि छ x नभएको वाला, अर्को मैले यो इक्वेसन 3 बाट इक्वेसन 1 लाई घटाएर निकाल्थे। ठिक छ, यतिसम्म के कन्फ्युजन छैन? यो मुनि गरेकोलाई ब्याकवर्ड सब्स्टिट्युसन भन्छ है, त्यो पनि लेखिदिन्छु। यो तपाईहरुले यो वर्डहरु चाहिँ जस थाहा पाइराख्नु यहाँ के भइरहेछ भन्ने बुझ्नु भएको छ नि, सजिलो छैन त यो। मैले अर्को क्वेशन हजुर एउटा क्वेशन थियो, मैले फेरि गराइदिन्छु। भन a kite is 20 meter height। ए त्यो कहाँ रेड मेजरको अहिले गर्छ, यही सकाउन बाँकी छ कम्पिटिसनले त। पछि लास्टमा एकछिन गराइदिनु है। म त यसकै बुझेन होला सोचिरहेको थिएँ। हैन पछि लास्टमा यो क्वेशन चाहिँ भोलि मलाई चाहिन्छ कि त्यही गर्छु। यो त आज भ्याइन्छ कि भ्याइदैन, यसमा हामीले अझै गस सिडल मेथड गर्न पर्ने छ। फेरि यो त झन् मैले अलि सजिलो खालको कोएफिसिएन्ट भएको वाला लिएको। अब तपाईहरुले यसरी डिनोमिनेटरमा भएको कम्प्लेक्स लाग्न सक्छ, एउटा त्यस्तो खालको क्वेशन नै गरौँ है। अनि कन्सिस्टेन्सी चेक गर्ने भन्दिनु न हजुर, त्यो डिनोमिनेटर वाला चाहिँ फेरि भन्दिनु न कुन वाला? आई मिन स्टेप त्यो डिनोमिनेटर वाला के, त्यो 15/9 गर्नु हुँदैन के? ए ओके ओके, यो वाला स्टेप यो हेर है कहाँ गयो भन्दा। ल हामीले अब दुईवटा इक्वेसन बनाइसक्यौँ, आई भी नम्बरको र भी नम्बरको। जो कसरी आयो बुझिसक्नु भयो होला। यस्तै डिनोमिनेटर वाला हामीले एकदम धेरै क्वेसन के एउटा फेरि क्वेसन गर्नेछौँ। यसमा चाहिँ मैले के गरेको भन्दा मैले यो अगाडिको इक्वेसन भन्नाले भी भन्ने इक्वेसनबाट यो पछाडिको आइभी भन्ने इक्वेसनलाई सबट्र्याक्ट गर्न पर्ने छ। त्यही गर्ने हो, ठुलोबाट पछाडिको इक्वेसनलाई घटाउने हो। यो गर्दाखेरि मेरो यो y भन्ने भेरिएबल हट्न पर्यो। अब त्यो हट्नको लागि यसको अगाडि 15 छ भने यहाँ पनि यसको अगाडि 15 भयो भने यिनीहरूलाई सबट्र्याक्ट गर्ने बेला क्यान्सल आउट हुन्छ नि त। त्यही भएर मलाई यहाँ पनि के चाहिरहेको छ 15y चाहिरहेको छ।
यसको अगाडि 15 थियो, माथि पनि 15 चाहियो भने 15 कहाँदेखि आउँछ? यदि मैले यसलाई 15 ले मल्टिप्लाई गरेँ भने 15y हुन्छ कि नै? हुन्छ नि है। तर यसको अगाडि 9 पनि छ क्या, मैले यो 9 लाई हटाउनु पर्यो। 9 हटाउनको लागि चाहिँ मैले 9 ले डिभाइड गरिदिन्छु। अब 9 ले 9 लाई क्यान्सल गरिदिन्छ अनि y मात्र बाँकी हुने भयो। तर मलाई y मात्र चाहिएको हैन, मलाई 15 पनि चाहिरहेको छ, त्यही भएर मैले 15 ले मल्टिप्लाई गरिदिन्छु है। 15 चाहिरहेको थियो, 15 ले मल्टिप्लाई गर्ने, यो 9 हटाउनु पर्ने छ, 9 ले डिभाइड गर्ने। अब 9 ले 9 लाई क्यान्सल गर्छ, 15 ले y लाई मल्टिप्लाई गर्ने बेला 15y भयो। अनि त्यही जुन 15/9 छ यसलाई सजिलो फर्ममा अलि सानो नम्बरहरुमा लेख्ने भने क्याल्कुलेटरमा सल्भ गर्दा यो भनेको 5/3 आउँछ के। त्यही भएर हामीले 5/3 ले चाहिँ मल्टिप्लाई गर्यौं है भनेर लेखेको हो। तपाईहरुले यसैले मल्टिप्लाई गरेको देखाउन सक्नुहुन्छ, तर ठुलठुलो नम्बरहरु आउँछ, क्याल्कुलेसन अलि गाह्रो हुन सक्छ। त्यही भएर सानो फर्ममा चाहिँ यसलाई चेन्ज गरे। माथि सानो माइनस ठुलो कहिले नगर्ने हैन। स्टेप त जस्ताको त्यस्तै हो गाइस, यहाँ बिगार्ने हैन है जहिले पनि। यो गस एलिमिनेसन मेथड त्यही भएर भनेको, यो मेथड भन्दा अलि अगाडि पछाडी गर्नुभयो भने खत्तम, मिल्दैन आन्सर। सेम यही स्टेपहरु हुनुपर्छ, फरवर्ड एलिमिनेसन अनि ब्याकवर्ड सब्स्टिट्युसन, अनि मात्र मिल्छ। ल अर्को क्वेशन गरौँ। अब मैले कुनै एउटा अर्को सर त्यो वाला पनि गर्दिन न, यदि फर्स्ट इक्वेसन x को भ्यालु 0 छ भने। त्यही हेर्दै छु मैले बुकमा, कहाँ दिएको छ त्यस्तो त कतै दिएको छैन त गाइस, सबै भ्यालु भएकै वाला दिएको छ बुकमा। अलि पछाडी हेर्छु ल, यसमा त दिएको छैन। ए ओके, बरु एक्जाम्पलमा दिएको छ। मैले बनाउँदाखेरि फेरि आफैले बनाउँदा भ्यालुहरु चेक गर्नुपर्छ कस्तो कस्तो आइदिन्छ। ल अर्को लेख्नु है त, यसमा सजियोस्। एउटा इक्वेसन दिएको छ 2x2 + 3x3 = 7 छ। मैले यसलाई इक्वेसन 1 भन्दिन। अब हाम्रो क्वेशन नम्बर 1 मा छ नि, त्यो अब x र y को मात्र निकाल्नु पर्छ नि त्यहाँमा। त्यो मैले दुईवटा मात्र भएको नि गर्दिन्छु प, त्यसलाई पछि गरिदिन्छु ल, सुरुमा यिनीहरु सकम। त्यो केही नै हैन, यो गर्न आउँछ भने त्यो एकैछिनमा आइहाल्छ। ल हेर्नु, अब तीनवटा इक्वेसन दिएको छ, यही इक्वेसन 1 हो, यही इक्वेसन 2 हो, यही इक्वेसन 3 हो भन्ने हैन के। हामीले जसलाई जुन इक्वेसन भन्दा पनि हुन्छ, केही फरक पर्दैन। हामीले इक्वेसन 1 त्यसलाई भन्छौं जति बेला हामीले गस एलिमिनेसन मेथडबाट सल्भ गर्दै छौं, त्यति बेला इक्वेसन 1 त्यसलाई भन्न पर्यो जसमा पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 नहोस्। यहाँ तीनवटा भेरिएबल छ, एउटा x1 भन्ने, अर्को x2 भन्ने, अर्को x3 भन्ने। अब यसमा त x1 नै छैन, पहिलो भेरिएबल नै छैन भने यसमा पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 छ भनेपछि मैले यसलाई इक्वेसन 1 भन्दैन, यसलाई इक्वेसन 1 भन्दैन। मैले यसरी लेख्छु। अब कसरी भन्दाखेरि ल्याङ्ग्वेज लेख्दा पनि हुन्छ, नलेख्दा पनि हुन्छ, तपाईहरुले लेख्नु भयो भने नि ठिकै छ। द कोएफिसिएन्ट अफ x1 इन फर्स्ट इक्वेसन। अब यसले दिएको अर्डरमा त फर्स्ट इक्वेसन नै हो नि त, त्यो सुरुमै दिएको छ भन्दाखेरि फर्स्ट नै भयो। फर्स्ट इक्वेसन इज 0 छ नि त, छँदै छैन भने यहाँ 0 * x1 छ कि 0 * x1 भने 0 नै हो, त्यही भएर त्यहाँ x1 नै छैन है। सो इन्टरचेन्जिङ, हामीले इन्टरचेन्ज गरिदिन्छौँ, इन्टरचेन्जिङ इक्वेसन्स भनिदिन्छौँ। ल इक्वेसनहरुलाई इन्टरचेन्ज गरिदिने क्या है। तपाईहरुले यो इक्वेसन थर्डमा भएको यसलाई इक्वेसन 1 भन्दा नि हुन्छ, यसलाई भन्दा पनि हुन्छ, किनभने यसमा x1 भन्ने छ, यसमा पनि के छ x1 भन्ने छ, जसलाई चाहिँ भन्दा नि हुन्छ। मैले यही 2 मा भएकोलाई इक्वेसन 1 भनेर सुरुमा यसलाई लेखेँ है त। जुन सेकेन्डमा दिएको छ नि 3x1 - 2x2 + 2x3 = 1 भन्ने, यसरी एउटा x1 नभएको दिएको छ भने यता 6 वटा इक्वेसनहरु आउँदैन, 5 वटै आउँछ। अहिले थाहा पाउनुहुन्छ कसरी। ल यसलाई मैले इक्वेसन 1 भने, अनि अब यसलाई मैले इक्वेसन 2 भनिदिन्छु। जुन सुरुमा छ त्यसलाई इक्वेसन 2 भनौँ है त। 2x2 + 3x3 = 7 भन्ने, यसलाई मैले के भन्दिए इक्वेसन 2 भन्दिए, अनि यो लास्टमा भएकोलाई इक्वेसन 3 भन्दिए। -3 हजुर, लास्टमा भएकोलाई चाहिँ इक्वेसन 1 भन्नमा मिल्दैन। मिल्छ जसलाई नि मिल्छ। इक्वेसन 1 त्यस्तोलाई भन्ने जसमा पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 नहोस्, यसलाई इक्वेसन 1 भन्दा नि हुन्छ, यसलाई इक्वेसन 1 भन्दा नि हुन्छ। तर यसलाई चाहिँ भन्नु भएन किनभने यसमा x1 छैन, पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 छ। बाकी जसलाई चाहिँ भन्दा नि हुन्छ है त। ल यसमा चारवटा क्वेशन इक्वेसन वाला नि आउँछ हैन? आउँदैन चारवटा वाला, तीनवटा वाला या त दुईवटा वाला। दुईवटा नि अलि रियर त नभनौँ, दुईवटा नि सोधिन्छ। दुईवटा वाला एकछिनमा गर्छौँ, त्यो एकैछिनमा आउँछ। दुईवटामा केही प्रब्लम हुँदैन। ल यो हेरौँ। अब मैले के भनेको थिएँ, त्यस्तोलाई इक्वेसन 1 भन्ने जसमा पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 नहोस्। ल छैन, अब यो हाम्रो इक्वेसन 1 भयो। अबको हाम्रो काम भनेको के हो, यो बाँकी भएको इक्वेसनहरुबाट पहिलो भेरिएबललाई हटाउने, पहिलो भेरिएबललाई हटाउने हो नि है। यो इक्वेसन 2 मा हेर्नुहुन्छ भने त पहिलेदेखि x1 छैन भने पहिलेदेखि हटिसकेको छ, हामीले मतलबै गर्ने भएन। यो ठिक छ, पहिलेदेखि ओके छ, यसमा x1 छैन भनेपछि हामी सिधै यहाँ गयौँ, इक्वेसन 3 मा गयौँ। हेर्नु मैले कम्पेयर गरेर भनिदिन्छु, कन्फ्युजन भइरहेछ भने। माथि के भएको थियो, यसमा x राख्ने हो, यसमा x छ, ठीक छ,
त्यसपछि यसमा x छ हटाइदिने, यसमा पनि x छ हटाइदिने। तर मुनि के भइरहेको छ भन्दा यो x भएको वाला छैन क्या, पहिलेदेखि छैन भने यो पहिलेदेखि ओके छ यो इक्वेसन, यसलाई के गर्नु परेन है। तर अर्कोलाई हेर्ने हो भने अर्कोमा त छ नि त, यसमा x1 छैन त, कहाँ गयो ओ यसमा x1 छैन त, छ नि है। भनेपछि यो 2x1 लाई चाहिँ हटाउनु पर्यो। हटाउनको लागि हामीले के गर्छौँ, यो ठुलो इक्वेसनबाट माथिकोलाई घटाउने भन्नाले इक्वेसन 3 बाट इक्वेसन 1 लाई हटाउने हो। त्यो हटाउने बेला यसको अगाडि 2 छ, x1 को अगाडि 2 छ भने यहाँ पनि मैले 2 बनाउनु पर्यो कि नै, पर्यो नि है। 2 बनाउनको लागि मैले के गर्छु, 2 ले मल्टिप्लाई गर्छु। तर यहाँ 3 छ भने 3 ले डिभाइड पनि गर्ने, 3 ले 3 लाई डिभाइड गर्यो भने 3 हट्ने भयो, अनि 2 ले x1 लाई मल्टिप्लाई गर्ने बेला 2x1 हुने भयो। x1 को अगाडि जे नम्बर छ त्यसले डिभाइड गरिदिने, त्यो गर्यो भने यो 3 ले यो 3 लाई क्यान्सल गर्यो, अनि यसको अगाडि 2 ल्याउनु पर्ने छ, 2 ले मल्टिप्लाई गर्ने। भनेपछि मैले यहाँ के गर्ने छु, इक्वेसन 1 लाई मल्टिप्लाइङ इक्वेसन 1 बाई के त कतिले मल्टिप्लाई गर्नु पर्यो, 2/3। बुझ्नुभयो 2/3 ले, किनभने x1 को अगाडि 2 ल्याउनु पर्ने छ क्या, 2 ल्याउनु पर्ने छ भने मैले 2 ले मल्टिप्लाई गर्छु, तर यो 3 हटाउनु पनि पर्ने छ भनेपछि 3 ले डिभाइड गर्ने, 3 ले 3 लाई क्यान्सल गर्छ, अनि 2 ले x1 लाई मल्टिप्लाई गरे 2x1 भएन त, भयो नि है। त्यही भएर हामीले 2/3 ले मल्टिप्लाई गरेको है, मल्टिप्लाइङ इक्वेसन 1 बाई 2/3। एन्ड त्यसपछि के गर्ने हो, इक्वेसन 3 बाट यसलाई घटाइदिने हो, सब्ट्र्याक्टिङ इक्वेसन 1 फ्रम 1 लाई चाहिँ घटाउने हो कहाँदेखि, 3 बाट। ल वी गेट, अब 3 बाट घटाउने हो भने सबभन्दा सुरुमा हामीले 3 लाई जस्ताको त्यस्तै लेख्छौँ नि है, यो 3 लाई सार्दिने जस्ताको त्यस्तै लेख्ने यहाँ। ल कति छ, 2x1 प्लस 3x2 माइनस 3x3 इज इक्वल टु 5 छ। अब के गर्ने, इक्वेसन 1 लाई सुरुमा मल्टिप्लाई गर्ने 2/3 ले मल्टिप्लाई गर्ने, अनि जे भ्यालु आउँछ तिनीहरूलाई यहाँ लेख्ने। ल 2/3 ले मल्टिप्लाई गरौँ है त। यसलाई मैले यदि 2/3 ले मल्टिप्लाई गरेँ भने 2/3 ले 3x1 लाई मल्टिप्लाई गर्ने बेला 2/3 इन्टु 3x1 हुन्छ। यो भनेको 3 ले 3 लाई क्यान्सल गर्छ, 2x1 बाँकी हुने भयो, यहाँ कति लेख्ने, 2x1 लेख्ने। ओके, त्यसपछि त्यसै गरेर 2/3 ले मल्टिप्लाई गर्दैछौँ। अब यो 2/3 ले यो 2x2 लाई पनि मल्टिप्लाई गर्छ। अब 2/3 ले 2x2 लाई मल्टिप्लाई गर्ने बेला के हुने भयो, यो भनेको 4/3x2 हुने भयो, अगाडि माइनस साइन छ, के लेख्ने, माइनस 4/3x2 भनेर लेख्ने। त्यसै गरेर यो 2/3 ले फेरि के गर्ने भयो, यो 2x3 लाई पनि मल्टिप्लाई गर्ने भयो, त्यति बेला कति हुन्छ, 4x3 डिभाइडेड बाई 3 हुन्छ। कति हुन्छ, 4x3 डिभाइडेड बाई 3 हुन्छ। अनि राइट साइडपट्टि पनि त मल्टिप्लाई गर्नु पर्यो। यो 2/3 ले के गर्छ, 2/3 ले यता पनि मल्टिप्लाई गर्छ, 2/3 ले यहाँ पनि मल्टिप्लाई गर्छ, 1 इन्टु 2/3 भनेको कति भयो, 2/3 नै भयो। यतिसम्म केही कन्फ्युजन छ भने भन्नु होला। ल अब छैन भने माइनस गर्ने, यिनीहरूलाई सब्ट्र्याक्ट गरेर हो नि त, सेम साइन छ भने माइनस क्या, होइन भने एडिङ गर्ने। यहाँ कति बेला एड गर्ने हो, जति बेला अपोजिट साइन हुन्छ। अपोजिट भन्नाले जस्तै यो 2x1 को अगाडि चाहिँ माइनस साइन छ, यो चाहिँ 2x1 मात्र छ, त्यसको मिनिङ यसको अगाडि प्लस साइन छ। यसरी अपोजिट साइन छ भने चाहिँ प्लस गर्ने हो, सेम साइन छ भने सब्ट्र्याक्ट गर्ने। यसको अगाडि प्लस छ अहिले, यसको अगाडि प्लस छ भने सब्ट्र्याक्ट गर्ने। ल अब सब्ट्र्याक्ट गरौँ, यसको अगाडि प्लस छ भने यो प्लस अब माइनसमा चेन्ज हुन्छ सब्ट्र्याक्ट गर्ने बेला, यहाँ माइनस हुने भयो। ल यहाँ माइनस हुने भयो, अनि यो माथिको माइनस प्लसमा चेन्ज हुने भयो, यो वाला प्लस माइनसमा चेन्ज हुने भयो, यता केही छैन भने यो माइनस नै भयो। बुझ्नुभयो नि है। ल अब 2x1 माइनस 2x1 भने त 0 भयो, मैले त्यसलाई लेखेन पनि, ल लेखेन अनि लेखिदिन्छु। ल अर्को भनेको योबाट यसलाई घटाउँ, माथि कति छ, 3 प्लस 3x2 छ, त्योदेखि प्लस नै गर्नु पर्यो किनभने साइन चेन्ज हुन्छ। यहाँ मैले प्लस लेखिदिएको छु, बुझ्नुहुन्छ होला, यहाँ माइनस छ, माइनस माइनस प्लस हुन्छ, प्लस 4/3x2 लेख्ने। अनि अर्को कति छ, माइनस 3x3 छ, अनि कति छ अर्को माइनस लेख्ने, माइनस 4/3x3 लेख्ने, अनि इज इक्वल टु कति हुने भयो, 5 छ माथि चाहिँ, अनि मुनि माइनस 2/3 छ। यतिमा केही कन्फ्युजन छ भने भन्नु होला, छैन भने ओके, छैन। ल छैन भने अब हामीले के गर्छौँ, यसलाई सल्भ गर्ने, एलसिएमहरू लिउँ। ओके, एलसिएम लिने हो भने यसको डिभाइडमा 3 छ, यसको डिभाइडमा 3 छ, पुरैमा 3 लिँदै त मैले। ल पुरैको एलसिएम भने कति भयो, 3 भयो। अब 3 नभएकोहरूलाई मल्टिप्लाई गर्ने, यो 3 ले यताको 3x2 लाई मल्टिप्लाई गर्छ, 9x2 भयो, अनि प्लस 4x2 त जस्ताको त्यस्तै लेख्ने, फेरि माइनस, अब यहाँ पनि 3 छैन, यो यता 3 ले यता नि मल्टिप्लाई गर्नु पर्यो, 3 इन्टु 3 भनेको 9x3 भयो, अनि त्यसको डिभाइडमा पहिलेदेखि 3 छ भने 4x3 लाई जस्ताको त्यस्तै लेख्ने। राइट साइडपट्टि पनि 3 लाई एलसिएम लिने हो भने 3 ले 5 लाई मल्टिप्लाई गर्छ, त्यो भनेको कति हुने भयो, 15 हुने भयो, माइनस 2 जस्ताको त्यस्तै। क्याल्कुलेसनमा प्रब्लम छ भने भन्ने है। ल अब यो 3 ले 3 लाई मल्टिप्लाई गर्छ, के अरे मल्टिप्लाई भन्छ, क्यान्सल आउट गर्छ, अनि त्यो पछि सेम कता छ, अब यहाँ मैले यहाँ हेर्नु त झन्नै, यता 4x2 छ, यता 4x3 सार्दैछु हो, यस्तो चाहिँ एकदम ध्यान दिनु होला एक्जाममा। यहाँ 2 हुने भयो है। ल अब 9x2 प्लस 4x2 भनेको कति हुने भयो, 13x2 हुने भयो, उतापट्टि पनि कति हुने भयो,
माइनस 13 x3 हुने भयो अनि यता चाहिँ कति छ 13 15 माइनस 2 भने 13 भयो अनि यो र यो क्यान्सल भइसक्यो। अब यिनीहरूलाई अझ सिम्प्लिफाई गर्न सकिन्छ भने गरौँ 13 कमन लिन मिल्दैछ 13 लाई कमन लिम अनि x2 माइनस x3 इज इक्वल टु 13 भयो। अब अगाडिको 13 लाई यता मल्टिप्लाईमा पठाउने हो भने x2 मल्टिप्लाई भन्दा कति उल्टो भनेको मैले ल अब यो 13 लाई यता डिभाइडमा ल्याउने हो भने 13/13 भनेको कति भयो 1 भयो। यसलाई हामीले के भन्छौँ त इक्वेसन कति हो यो 4 हो हैन कि 3 हो 4 हो तीनवटा त यही दिएको छ यो भनेको के भयो 4 भयो यो भनेको के भयो 4 भयो। अब यहाँ बुझ्नुपर्ने कुरा भनेको चाहिँ के हो भन्दा माथि हामीलाई दुईवटा x नभएको इक्वेसनहरु चाहिन्थ्यो x नभएको भनेन मैले दुईवटा फर्स्ट भेरिएबल नभएको इक्वेसन चाहिन्थ्यो त्यो जहिले पनि त्यो चाहियो। जस्तै यहाँ पहिलो एउटामा चाहिँ तीनवटै भेरिएबल भएको इक्वेसन चाहियो त्यो पछि हामीले के गर्ने भन्दा पहिलो भेरिएबल नभएको दुईवटा इक्वेसनहरु बनाउँछौं। यहाँ एउटा इक्वेसन iv थियो अनि अर्को इक्वेसन भनेको के थियो v थियो यसमा x थिएन तर मुनि हेर्ने हो भने मैले फेरि सबट्र्याक्ट गरिराख्न परेन किन भन्दाखेरि एउटा मेरो इक्वेसन भनेको त यही भयो तीनवटै भेरिएबल भएको इक्वेसन भने यो हो तीनवटै भएको भनेको यो भयो। त्यो पछिको मैले के बनाउने हो दुईवटा इक्वेसन त्यस्तो बनाउने जसमा यो पहिलो भेरिएबल x1 नहोस् त्यो नभएको एउटा त यही छ यसमा x1 छैन एउटा यो छ पहिलेदेखि छ अर्को मैले भर्खर निकाले यसमा पनि x1 छैन हो यो दुईवटा आइसक्यो भने अब के गर्ने हो यो ठुलो इक्वेसन भन्नाले iv भन्ने इक्वेसनबाट x1 नभएको iv भन्ने इक्वेसनबाट सानो x1 नभएको यो वाला इक्वेसनलाई सबट्र्याक्ट गर्ने। माथि हामीले के गरे मैले माथि कम्पेयर गरे माथि हामीले यो इक्वेसन v बाट यो इक्वेसन iv लाई घटाएका थियौं यसमा पनि x थिएन यो दुईवटालाई हामीले सबट्र्याक्ट गरेका थियौं मुनि पनि त्यही गर्ने मुनि के गर्न पर्यो अब मैले यो iv भन्ने इक्वेसनबाट यो इक्वेसनलाई सबट्र्याक्ट गर्न पर्यो। सबट्र्याक्ट गर्ने बेला के हुन पर्यो अब सेकेन्ड भेरिएबललाई हटाउने हो के अब सेकेन्ड भेरिएबल भनेको त x2 हैन त हो x2 लाई हटाउने हो भने यो इक्वेसनबाट घटाउन लागेको हो नि त यसको अगाडि कति छ x2 को अगाडि कति छ केही छैन भन्नुको मिनिङ 1 छ x2 को अगाडि यहाँ 1 छ भने माथि पनि मैले के बनाउनु पर्यो 1 बनाउनु पर्यो नि है। यहाँ x2 को अगाडि कति छ 2 छ भने मैले यो इक्वेसन 1 लाई 2 लाई चाहिँ के गरिदिन्छु भन्दा 1/2 ले मल्टिप्लाई गर्छु 1/2 ले मल्टिप्लाई गर्ने बेला यो 2 ले यो 2 लाई क्यान्सल गर्छ कति बाँकी भयो x2 नै बाँकी भयो नि है। इक्वेसन 4 मा जे छ यहाँ पनि मैले त्यही बनाउनु पर्ने थियो मुनि x2 एक्लै छ x2 को अगाडि के पनि छैन भने यहाँ पनि त्यही बनाउनु पर्यो त्यो बनाउनको लागि यसको अगाडि 2 रहेछ यो 2 लाई हटाउनको लागि मैले 1/2 ले मल्टिप्लाई गर्दै डिभाइडिङ बाइ 2 भन्दा पनि हुन्छ डिभाइडिङ बाइ 2 भन्नु र मल्टिप्लाइङ बाइ 1/2 भन्नु एउटै कुरा हो है त। ल मैले सुरुमा त इक्वेसन 2 लाई मल्टिप्लाई गर्छु मल्टिप्लाइङ इक्वेसन कुन त 2 बाइ के 1/2 ले मल्टिप्लाई गरिसकेपछि के गर्ने यो ठुलो इक्वेसनबाट घटाइदिने एन्ड सबट्र्याक्टिङ इक्वेसन कुन 2 लाई घटाउने जसलाई मल्टिप्लाई गर्थ्यौं त्यसलाई घटाउने कहाँदेखि फ्रम यो ठुलो वाला इक्वेसन iv बाट घटाइदिने है त। ल योबाट घटाउने भने सुरुमा हामीले iv लाई नै लेख्छौं फोर्थ नम्बरमा कति छ x2 माइनस x3 इज इक्वल टु 1 छ यो भयो हाम्रो इक्वेसन भयो। अब इक्वेसन 2 लाई 1/2 ले मल्टिप्लाई गर्दा के हुन्छ हेरौँ है त कहाँ गयो इक्वेसन 2 ओके यसलाई मल्टिप्लाई गर्ने 1/2 ले ल 1/2 ले सुरुमा 2x2 लाई मल्टिप्लाई गर्छ त्यो गर्ने बेला 2 ले 2 लाई क्यान्सल गर्दा x2 मात्र बाँकी भयो यो x2 लाई यहाँ लेख्ने ओके। त्यसै गरेर 1/2 ले के गर्छ अर्कोलाई पनि मल्टिप्लाई गर्छ 1/2 ले के पनि गर्छ यो 3x3 लाई पनि मल्टिप्लाई गर्छ त्यो गर्ने बेला कति हुने भयो 3/2 x3 हुने भयो अनि अगाडि प्लस साइन छ भने प्लस 3/2 x3 लेख्ने कति लेख्ने प्लस 3/2 x3 लेख्ने अनि इज इक्वल टु अब राइट साइड पट्टि पनि त मल्टिप्लाई गर्छ राइट साइड पट्टि 7 छ यसलाई पनि 1/2 ले मल्टिप्लाई गर्ने बेला 7/2 हुने भयो। यतिसम्म कतै के कन्फ्युजन भइरहेको छ भने भन्ने ल अब यो दुईवटालाई पनि सबट्र्याक्ट गर्ने हो है सबट्र्याक्ट गर्ने भन्ने मैले पहिले देखिसकेको थिएँ यसको अगाडि पनि प्लस छ यसको अगाडि पनि प्लस छ सेम साइन छ भने सबट्र्याक्ट गर्ने हो अपोजिट छ भने चाहिँ एड गर्नु होला। अब ल माइनस गरौँ माइनस यो प्लस चेन्ज हुन्छ माइनसमा यता प्लस छ यो पनि चेन्ज हुन्छ अब माइनसमा भनेर प्लस लेख्दैछ यो प्लस चेन्ज हुन्छ माइनसमा यो प्लस पनि चेन्ज हुन्छ माइनसमा ल अब x2 माइनस x2 गयो 0 भयो यहाँ कति भयो 0 भयो माथि कति छ अब माइनस x3 छ कति छ माइनस x3 यो माइनस x3 बाट माइनस 3/2 x3 गर्नु पर्यो प्लस हैन है माइनस 3/2 x3 राइट साइड पट्टि माथि 1 छ अनि यता चाहिँ कति छ माइनस 7/2 छ माइनस 7/2 लाई लेख्ने। अब यसलाई सल्भ गरौँ सल्भ गर्ने बेला यतापट्टि 2 एलसीएम आइरहेको छ यो 2 ले माइनस x3 लाई मल्टिप्लाई गर्ने भने माइनस 2x3 भयो अर्को माइनस 3x3 छदैछ अनि इज इक्वल टु कति भयो यता 2 लाई एलसीएम लिम 2 ले 1 लाई मल्टिप्लाई गर्ने बेला कति हुन्छ 2 - 7 ल अब यो सल्भ गर्ने बेला यहाँ कति भयो त माइनस 5x3 इज इक्वल टु माइनस 5 भयो माइनस 5 नै भयो ओके। अनि यसलाई सल्भ गर्नुहुन्छ भने यहाँदेखि हाम्रो x3 को भ्यालु अहिले सल्भ गर्दै मैले है सजिलो फर्ममा यो 2 ले यो 2 लाई क्यान्सल गर्छु -5 ले यता -5 लाई डिभाइड गर्ने हो भने 1 हुन्छ कति हुन्छ 1 हुन्छ ठीक छ। अब यसलाई इक्वेसन कति v भनेर लेख्दा भयो
है, किनकि माथि 4वटा भइसकेको छ, यसलाई मैले b भनेर लेख्थेँ। ठिक छ। यसरी के भयो भन्दा माथि पनि हाम्रो z मात्र भएकोवाला इक्वेसन बनेको थियो नि लास्टमा, माथि 6th नम्बरमा त्यस्तो बनेको थियो, तर यहाँ 5th मै बन्छ त्यस्तो, किनभने एउटा x नभएको क्वेसन आफैले दिएको छ क्या है। अब हामीले कुन कुन इक्वेसनहरूलाई कन्सिडर गर्छौँ त्यो चाहिँ माथि एकदम ध्यान दिएर सुन्नु भएको छ भने यहाँ पनि गर्न सक्नुहुन्छ। पहिलो इक्वेसन लिने भनेको यही वाला, तीनवटै भेरिएबल भएकोवाला जसलाई हामीले इक्वेसन 1 भनेको छौँ त्यो लिने। त्यो पछि हामीले के गर्थ्यौँ, पहिलो भेरिएबल नभएको दुईवटा इक्वेसन बनाउँथ्यौँ र त्यो दुईवटा इक्वेसन मध्ये माथिको इक्वेसनलाई लिन्थ्यौँ नि है। जस्तै मैले माथि कुन कुन इक्वेसनलाई लिएको, इक्वेसन 1, इक्वेसन 4, इक्वेसन 6 लाई लिएको। मैले सुरुमा त तीनवटै भएकोवाला इक्वेसन लिएँ, ओके। त्यो पछि x नभएको दुईवटा इक्वेसन बनाएँ, यो र यो, अनि यो दुईवटा मध्ये लास्टमा सल्भ गर्ने बेला माथिकै x नभएकोवाला इक्वेसनलाई लिएको थिएँ। ठिक छ, यसलाई नै लिएको थिएँ, अर्डरमै लिने, यसलाई लिने। ठिक छ। अब फरवर्ड गर्नुभएको हैन? हजुर। अनि यहाँ चाहिँ के गर्ने भन्दा यहाँ चाहिँ कुन कुन इक्वेसनलाई लिन पर्यो, एउटा यही इक्वेसनलाई लिने, अर्को पहिलो भेरिएबल नभएको इक्वेसन भनेको यो, यसलाई लिने, र अर्को भनेको यो सेकेन्ड भेरिएबल पनि नभएको इक्वेसन भनेको त लास्टको इक्वेसन भयो यो वाला। उसो भए हामीले के गर्छौँ भन्दा फ्रम इक्वेसन वी हेभ हामीसँग अब टोटल तीनवटा इक्वेसनहरू आयो है। एउटामा तीनवटै भेरिएबल भएको त्यो क्वेसनमै छ यो वाला, यो मैले सारे है सिधै। यो कति छ भन्दा अरे 3x1 - 2x2 + 2x3 = 1 छ। यो हाम्रो इक्वेसन 1 थियो। अनि त्यसै गरेर इक्वेसन 2 भनेको थियौँ हामीले जसलाई, जसमा चाहिँ के थियो भन्दाखेरि हुन त जसलाई लिए पनि हुन्छ, तपाईँहरूले यसलाई लिनु भए पनि हुन्छ, त्यो उ नभएको वाला के भन्छ x1 नभएको वाला। हामीले चाहिँ अहिलेको लागि यसलाई नै लियौँ है त। तपाईँहरूले यो लिँदा पनि हुन्छ, यसमा चाहिँ फरक पर्दैन, तर सबट्र्याक्ट गर्ने बेला चाहिँ यही अर्डरमा सबट्र्याक्ट गर्नु पर्यो, ठुलोबाट सानोलाई सबट्र्याक्ट गर्दै जाने, यताबाट यताकोलाई है। अहिलेको लागि तपाईँहरूले यो लिँदा पनि हुन्छ, यो लिँदा पनि हुन्छ। अब हेर्ने बेला क्याल्कुलेसनको लागि सजिलो, यसमा 2, 3 यस्तो नम्बरहरू छ, यो वाला चाहिँ सजिलो देखिरहेको छ भने हामीले यसलाई लियौँ है त। यसमा कोएफिसिएन्टहरू छैन, जस पहिलो भेरिएबल नभएको वाला एउटा इक्वेसन लिन पर्यो क्या। यसमा x1 छैन भनेपछि मैले यसलाई लिएँ है त, x2 - x3 = 1, x2 - x3 = 1। ल सुरुमा चाहिँ तीनवटै इक्वेसन भएको, तीनवटै भेरिएबल भएको लिने, अर्कोमा चाहिँ सुरुको भेरिएबल भएको वाला लिने, र लास्टमा चाहिँ पहिलो र सेकेन्ड नभएको वाला लिने। त्यो भने लास्टको इक्वेसन हुन्छ कति छ, x3 = 1। ल यसरी हामीसँग तीनवटा इक्वेसनहरू बन्छ फरवर्ड एलिमिनेसन गरेर। अब ब्याकवर्ड सब्स्टिट्युसन गर्दै जाने हो क्या है। ल मैले अब सिधै इक्वेसन v मा x3 को भ्यालु आइसकेको छ, त्यही भएर फ्रम इक्वेसन 2 एन्ड 2 हैन, यो 4 नम्बरमा थियो गाइस, 4 हैन, 4 मै थियो, इक्वेसन 4 है। ल इक्वेसन 4 र इक्वेसन 5 भने यो दुईवटालाई सल्भ गर्ने। इक्वेसन 5 मा भ्यालु आइसकेको छ, यो भने के हो भन्दाखेरि यो x3 को भ्यालुलाई मैले माथि राख्न लाग्यो क्या, ब्याकवर्ड सब्स्टिट्युसन गर्दैछु। x2 को ठाउँमा x2 नै, x3 को ठाउँमा मैले 1 लेखेँ, = 1 छँदैछ। यहाँदेखि x2 को भ्यालु निकाल्नु भयो भने कति आयो, 1 + 1 भने 2 आयो। ओके, मैले के गरेँ, यहाँदेखि यहाँ भ्यालु राखेँ। अब यताबाट आएको भ्यालुहरूलाई यहाँ राख्छु इक्वेसन 1 मा, यसलाई नै ब्याकवर्ड सब्स्टिट्युसन भन्ने हो। ल अब यो तीनवटै इक्वेसन फ्रम इक्वेसन 2 के अरे फ्रम इक्वेसन 1, इक्वेसन 4, इक्वेसन 5 भन्ने त्यो पुरै लेखिराख्नु परेन। ल मैले सिधै सल्भ गरिदिएँ। इक्वेसन 1 भनेको 3x1 छ, माइनस त्यसपछि 2x2 छ, x2 को भ्यालु 2 आयो, प्लस 2x3 छ, x3 को भ्यालु कति आएको छ, 1 आएको छ। यही छ है x3 को भ्यालु, x3 = 1 भनेर, अनि = 1 छ। अब यसलाई सल्भ गर्नु भयो भने यो भनेको 3x1 = -4 के अरे -4 + 2 भनेको -2 हुने भयो। -2 लाई यता लग्नु भयो भने 1 + 2 त्यो भनेको 3 हुने भयो। क्याल्कुलेसनमा प्रब्लम हुँदैन होला। ल 3/3 भने 1 भयो। सबैको भ्यालु आयो नि है, x1 को भ्यालु 1 आयो लेख्नु होला, x2 को भ्यालु 2 आयो, x3 को भ्यालु 3 आयो। यही हो गॉस एलिमिनेसन मेथड भनेको। अब कुनै बेला कन्सिस्टेन्सीको कुरा आउँछ, कुनै सिस्टम अफ लिनियर इक्वेसन कन्सिस्टेन्ट हुनु र नहुनु भनेको के हो, मैले त्यो भन्छु है त। हेर्नु, हामीले यो सिस्टम अफ लिनियर इक्वेसन गर्ने बेला पनि भनेका थियौँ कन्सिस्टेन्सी भनेको के हो भन्दा के अरे कन्सिस्टेन्ट र इन्कन्सिस्टेन्ट। यो तपाईहरुलाई कुनै बेला चाहिँ चेक गर भनेर सोधिदिन सक्छ यो गॉस एलिमिनेसन मेथड युज गरेर। अब त्यो कसरी चेक गर्ने भन्दाखेरि सेम यही मेथड हो। के गर्नु पर्यो, सुरुमा इक्वेसन 1 त्यसलाई भन्ने जसमा पहिलो भेरिएबलको कोएफिसिएन्ट 0 नहोस्। त्यसपछि दुईवटा इक्वेसन त्यस्तो बनाउने जसमा पहिलो भेरिएबल नहोस्। त्यसपछि त्यो दुईवटा इक्वेसनलाई सबट्र्याक्ट गरेर एउटा लास्टको भेरिएबल भएको वाला इक्वेसन मात्र आउँछ। त्यति काम गर्न पर्यो। त्यो गर्ने बेला के भइदिन्छ भन्दा मानौं मैले मेरो तीनवटा इक्वेसनहरु x, y, z छ रे। b3 इक्वेसन भन्दा आइरा छ यो भगवान 3 भेरिएबल्स। यो तीनवटा भनेको भेरिएबलहरु भयो। अब पहिलो इक्वेसनमा तीनवटै भेरिएबल हुन्छ हो नि है। अर्को इक्वेसनमा हामीले के गर्छौं, दुईवटा भेरिएबल भएको वाला बनाउँछौं। यो भन्न खोजेको है लास्टको हामीले फरवर्ड एलिमिनेसन गरिसकेपछि चेक गर्ने कुरा हो। यति त गर्नै पर्यो। यसमा तीनवटै भेरिएबल भएको वाला हुन्छ एउटा, अर्को भनेको दुईवटा भेरिएबल भएको,
र लास्टमा के आउँछ एउटा लास्टको भेरिएबल भएको वाला मात्र इक्वेसन आउँछ हो हामीले त्यही लास्टको इक्वेसनलाई चेक गर्ने हो ओके त्यो लास्टको इक्वेसनमा के भइदियो भन्दाखेरि यदि पहिलो कन्डिसनमा चाहिँ यस्तो आइदियो 0 into z is equal to k को फर्ममा आयो जहाँ चाहिँ यो k को भ्यालु नट इक्वल टु 0 हुन पर्यो मैले के भन्न खोजेको भन्दा हेर्नु है मैले सल्भ गर्दैछु मैले इक्वेसन v निकालेको छु यहाँ ल लास्टको इक्वेसन निकालेको छु यो लास्टको इक्वेसन यस्तो आइदियो रे क्या 0 into x3 छ 0 भइदियो रे क्या भन्नाले यो सबट्र्याक्ट गर्ने बेला माथि हेर्नु है एक्जाम्पलमा यो छैन यता यो टर्म छैन अनि यहाँ पनि माइनस नै छ रे पहिलेदेखि माइनस छ रे ठीक छ पहिलेदेखि माइनस छ यहाँ के हुन्छ अब माइनस x3 प्लस x3 यो पनि क्यान्सल भइदिन्छ क्या यो पनि क्यान्सल भयो यो पनि क्यान्सल भइदियो यो क्यान्सल भएपछि कति हुन्छ 0 into x3 हुन्छ नि है हुन्छ नि क्यान्सल भइदियो रे क्या त्यस्तो कन्डिसन आइदिन सक्छ कुनै बेला जहाँ के हुन्छ x3 पनि क्यान्सल भइदिन्छ 0 into x3 इज इक्वल टु 1 आइदियो अथवा 1 नभएर 2 हुन सक्छ 2 नभएर 3 हुन सक्छ जे पनि हुन सक्छ यतापट्टि अगाडि चाहिँ 0 into x3 यता चाहिँ 2 3 4 5 जे पनि हुन सक्छ जसलाई हामीले के भन्दैछौँ कुनै के भन्दैछौँ एउटा के भन्ने नम्बर भन्यौँ जसको भ्यालु जति पनि हुन सक्छ त्यही भएर मैले के लेखेको 0 into z इज इक्वल टु के भनेर लेखेँ लास्टमा हाम्रो z भन्ने भेरिएबल पनि क्यान्सल भइदियो रे हो यहाँ के को भ्यालु 0 हुन भएन 0 बाहेक अरू जे पनि हुन सक्छ 1 2 3 4 अब यो भयो भने के हुन्छ यो भयो भने के हुन्छ भन्दा मैले z को ठाउँमा त्यस्तो भ्यालु राख्न पर्यो जसलाई 0 सँग मल्टिप्लाई गर्दाखेरि आन्सर के आओस् के भनेको एक्जाम्पलको लागि मानौँ 0 into z इज इक्वल टु के भनेको 2 छ अरे अब मलाई तपाईहरुले z को त्यस्तो भ्यालु भन्नु जसलाई 0 सँग मल्टिप्लाई गर्दाखेरि आन्सर 2 आओस् छ त्यस्तो आन्सर छ कतै भ्यालु छ नम्बर छैन नि है z को ठाउँमा 2 राख्नु 0 into 2 भने 0 आउँछ z को ठाउँमा 3 राख्नु 0 into 3 भनेको 0 नै आउँछ z को ठाउँमा जुनसुकै नम्बर राखे पनि त्यसलाई 0 सँग मल्टिप्लाई गर्ने बेला त्यो भनेको 0 नै आउँछ यतापट्टिको कुरालाई यो सेटिस्फाई नै गर्दैन यो इक्वेसनलाई भनेपछि मसँग z को आन्सर नै छैन z को भ्यालु नै छैन हो यसरी कुनै पनि भेरिएबलको हामीले आन्सर नै निकाल्न सकिरहेका छैनौं भने त्यसलाई के भन्छ इनकन्सिस्टेन्ट भन्छ क्या यदि भ्यालुहरुको आन्सर आइरहेको छ x को भ्यालु आयो y को भ्यालु आयो z को भ्यालु आयो भने त्यो कन्सिस्टेन्ट छ त्यसलाई हामीले सल्भ गर्न सकिरहेका छौं त्यहाँ x को भ्यालु आयो y को भ्यालु आयो z को भ्यालु आयो त्यसलाई के भन्छ कन्सिस्टेन्ट भन्छ अब भेरिएबलको भ्यालु आइदैन अब z को भ्यालु नै आएन भने हामीले त ब्याकवर्ड सब्स्टिट्युसन गर्ने हो नि त अब z को भ्यालु आएन भने माथि हामीले z को ठाउँमा के राख्ने त्यहाँदेखि अब z को भ्यालु आएन भने y को पनि आउँदैन अब z र y को आएन भने माथि अर्को इक्वेसनमा राख्ने बेला x को पनि आउँदैन हो यसरी हामीले भेरिएबलको भ्यालुहरु नै राख्न सकेनौं भने त्यति बेला के भइदिन्छ त्यो सिस्टम अफ लिनियर इक्वेसन इनकन्सिस्टेन्ट भइदिन्छ कुनै बेला गॉस एलिमिनेसनबाट सल्भ गर भन्छ के यो कुरा चेक गर भन्छ त्यो गर्नको लागि यहाँसम्म सल्भ गर्ने हो गाइस सबै सेम हो यति फरवर्ड एलिमिनेसन गरेर इक्वेसनहरु निकाल्ने हो र लास्टको इक्वेसन चेक गर्ने हो क्या लास्टको इक्वेसनमा यो हामीले सेकेन्ड भेरिएबललाई क्यान्सल गर्नको लागि सल्भ गर्ने हो खासमा यो इक्वेसन यो x2 लाई क्यान्सल गर्न गरेको हो तर कुनै बेला यो x3 पनि क्यान्सल भइदिन्छ क्या x3 क्यान्सल हुनु भन्नुको मिनिङ के हो 0 into x3 आउनु हो क्या अनि यतापट्टि चाहिँ के नम्बर आइराको छ अहिलेको लागि के भन्दैछौं भने त्यति बेला त्यो सिस्टम अफ लिनियर इक्वेसन इनकन्सिस्टेन्ट हुनेछ एकदमै इम्पोर्टेन्ट है अनि अर्को कन्डिसन चाहिँ के भइदिन सक्छ भन्दा यता 0 into z नै आयो हाम्रो z भन्ने भेरिएबल पनि क्यान्सल भयो तर अब के भ्यालु नआएर 0 आइदियो यहाँ अघि चाहिँ के नम्बर आइराथ्यो मानम 1 आयो अथवा 2 आयो अथवा 3 आयो तर अब 0 आइदियो अब 0 आयो भने के हुन्छ एकचोटी एक्जाम्पल लिउँ है त ल मैले 0 into z गर्ने बेला आन्सर 0 आइराछ मलाई त्यस्तो z को भ्यालुहरु चाहियो जसलाई 0 सँग मल्टिप्लाई गर्दा आन्सर 0 आओस् त्यो भनेको त जे नै हुन्छ नि है मैले z को ठाउँमा 1 राखे भने 0 into 1 भने 0 z को ठाउँमा मैले 2 राखे भने 0 into 2 भनेको 0 z को ठाउँमा मैले 3 राखे भने 0 into 3 भनेको 0 z को ठाउँमा मैले -2 राखे भने 0 into -2 भनेको 0 भनेपछि z को ठाउँमा त मसँग एकदम धेरै भ्यालु आयो इन्फाइनाइटली मेनी सोलुसन छ मसँग मैले z को ठाउँमा जे पनि राख्न सक्छु z को ठाउँमा जुन भ्यालु राखेर त्यसलाई 0 सँग मल्टिप्लाई गरे त्यो आन्सर भनेको 0 नै आउँछ भनेपछि सिस्टम अफ लिनियर इक्वेसन कन्सिस्टेन्ट त छ कन्सिस्टेन्ट हुनु भन्नुको मिनिङ के हो भेरिएबलको भ्यालु आइराछ भने त्यो भनेको कन्सिस्टेन्ट हो यहाँ z को भ्यालु आउँछ तर कस्तो भ्यालुहरु आउँछ इन्फाइनाइटली मेनी सोलुसन आउँछ के z को भ्यालु एकदम धेरै आउँछ अब z को भ्यालु नै धेरै आयो भने z को भ्यालुलाई माथि राख्ने बेला y को भ्यालु आउने हो y को पनि धेरै भ्यालु आउँछ अब y र z को जस्तो इन्फिनिटी आयो भने नि त्यो चाहिँ कन्सिस्टेन्ट नै हुन्छ इन्फिनिटी आउँदैन ब्रो जो इन्फिनिटी भनेको नम्बर हैन है इन्फिनिटी भनेको कन्सेप्ट मात्र हो एकदम ठुलो नम्बरलाई चाहिँ हामीले इन्फिनिटी भन्ने हो है इन्फिनिटी आउने चान्सै हुँदैन यहाँ सिस्टम अफ लिनियर इक्वेसन सल्भ गर्ने बेला इन्फिनिटी चाहिँ आउँदैन है यतापट्टि 0 नै आउँछ हामीले के नम्बरहरुलाई सल्भ गर्दै छौं या त त्यो नम्बरहरु क्यान्सल भएर 0 आउँछ या त त्यो नम्बरहरु प्लस गर्ने बेला या माइनस गर्ने बेला केही न केही भ्यालु नै आउँछ के फाइनाइट भ्यालु नै आउँछ तर यस्तो कन्डिसन चाहिँ आइदिन सक्छ के है यहाँ चाहिँ हामीले यो z को ठाउँमा जुन नम्बर राखे पनि
यो इक्वेसन सेटिस्फाई हुन्छ भनेपछि यहाँ के छ सिस्टम अफ लिनियर इक्वेसन कन्सिस्टेन्ट त छ कन्सिस्टेन्ट हुनु भनेको त्यो भेरिएबलहरूको भ्यालु आइरहेछ भने त्यो कन्सिस्टेन्ट हो तर के भइदिन्छ भन्दा इन्फाइनाइटली के हुन्छ इन्फाइनाइटली मेनी सोल्युसन भनेर लेखिदिन्छु म त स्पेलिङ बिर्से गाइज इन्फाइनाइटली भने यस्तै हुन्छ यस्तै होला ल मेनी सोल्युसन्स एकदम धेरै सोल्युसन आउँछ क्या अब जेडकै धेरै सोल्युसन आयो भने माथि राख्यो भने वाइको पनि धेरै आउँछ एक्सको पनि धेरै आउँछ अब त्यस्तो भएन नर्मल क्यालकुलेसन नै भइरहेको छ माथिको जस्तो भने त्यसलाई चाहिँ कन्सिस्टेन्ट एन्ड युनिक सोल्युसन भन्छ युनिक भन्नाले एउटा मात्र भ्यालु आउँछ क्या माथि त्यही त भयो नि x1 को एउटा मात्र भ्यालु छ x2 को एउटा मात्र भ्यालु छ x3 को एउटा मात्र भ्यालु छ यसलाई नै युनिक सोल्युसन मानियो यतिमा के कन्फ्युजन छ कतै छ भने भन्नु होला छैन भने ठिक छ छैन ल छैन भने अब हामीले अर्को टपिक पढ्छौँ हैन त्योभन्दा अगाडि मैले यो पार्शियल पाइभटिङ भन्ने कुनै बेला एमसीक्यूमा आइरहेको हुन्छ है एमसीक्यूमा के भन्दाखेरि हामीले यदि सिस्टम अफ लिनियर इक्वेसनलाई मैले कोफिसिएन्टको फर्ममा लेखेँ भने जस्तै यो a11 भयो x भन्ने भेरिएबलको कोफिसिएन्ट प्लस यो भनेको a12 हुन्छ यो y को भनौँ अनि त्यसै गरेर यहाँ a13 हुन्छ यो भनेको z को भयो र यतापट्टि मैले के एउटा c भनेर ल c1 भनेर कन्स्ट्यान्ट लिएँ कोफिसिएन्टको फर्ममा लेखेको क्या अब यसको लागि चाहिँ a21 भन्छ अनि यताको लागि a22 भन्छ y अनि यसलाई चाहिँ a23 भन्छ z भयो अनि यता c2 भन्ने कोफिसिएन्ट के अरे कन्स्ट्यान्ट लियौँ अनि यसलाई a31 x भनौँ यसलाई चाहिँ a32 एमसीक्यू को लागि है यो एमसीक्यू को लागि अनि अर्को टपिकमा पनि चाहिन्छ मैले भनिदिइहालेँ त्यही भएर ल हेर्नु यो कोफिसिएन्टहरूको नाम मात्र हो कसले के भन्न खोजेको त्यो पनि भनिदिन्छु मैले यो 1 1 भनेको चाहिँ के हो भन्दा अगाडिको 1 भनेको रो हो कुन रोमा छ भनेको पछाडिको 1 भनेको चाहिँ कुन कोलममा छ भन्ने कुरा हो क्या ठीक छ अब यहाँ हेर्ने भने यो त सबै रो 1 को एलिमेन्टहरू हो नि त्यही भएर यहाँ अगाडि 1 1 1 छ सबैको अगाडि 1 छ अनि यो रो 2 मा छ यिनीहरू त्यही भएर अगाडि के छ यसमा 2 छ यसमा 2 छ यसमा 2 छ अनि त्यसै गरेर यो रो 3 हो भने चाहिँ अगाडि के छ यसमा 3 छ यसमा 3 छ यसमा 3 छ अनि त्यसपछि पछाडिको यो नम्बरले चाहिँ कोलमलाई बुझाउँछ क्या अब यिनीहरू कहाँ छ कोलम 1 मा छ C1 मा छ यिनीहरू कहाँ छ कोलम 2 मा छ यिनीहरू कहाँ छ कोलम 3 मा छ त्यही भएर पछाडिपट्टि के भयो यहाँ चाहिँ सबैको अगाडि 1 1 1 आएको छ कोलम 1 मा भएर यहाँ पछाडि 2 2 2 आएको छ कोलम 2 मा भएर यहाँ पछाडि 3 3 आएको छ कोफिसिएन्ट डिनोट गरेको मात्र हो क्या भनेपछि त्यसलाई जेनरल फर्ममा भन्ने बेला AIJ भन्छ क्या यो AIJ भनेको चाहिँ कोफिसिएन्टहरूलाई डिनोट गरेको हो अगाडिको I ले चाहिँ रोलाई डिनोट गर्छ J ले चाहिँ केलाई डिनोट गर्छ कोलमलाई लेखिदिन्छु ल I ले चाहिँ रोलाई डिनोट गर्छ र J ले चाहिँ कोलमलाई डिनोट गर्छ अब यहाँदेखि एमसीक्यूमा चाहिँ के सोध्छ भन्दाखेरि इफ I को भ्यालु J सँग बराबर छ भने त्यसलाई चाहिँ पाइभट एलिमेन्ट भन्छ एमसीक्यूमा के भन्छ भन्दा पाइभट एलिमेन्ट चाहिँ कसलाई भन्छ भनेर सोध्छ अनि अप्सन नम्बर ए मा यदि I को भ्यालु ग्रेटर देन J भयो भने I को भ्यालु इक्वल टु 1 भयो भने I को भ्यालु J को भ्यालु लेस देन 1 एउटै भयो अनि लास्टमा एउटा अप्सन भनेको I इज इक्वल टु J भनेर लेख्छ I इज इक्वल टु J मा बराबर गर्न पर्यो क्या के अरे आन्सर लेख्नु पर्यो जस्तै यहाँ हेर्ने हो भने 1 1 छ 1 1 भनेको I को भ्यालु पनि 1 छ J को भ्यालु पनि 1 छ यसलाई के भन्ने भयो पाइभट एलिमेन्ट त्यसै गरेर अर्को यहाँ A22 I को भ्यालु पनि 2 छ J को भ्यालु पनि 2 छ अर्को भनेको यो भयो A33 I को भ्यालु पनि 3 छ J को भ्यालु पनि 3 छ यो नाम मात्र हो यिनीहरूलाई के भन्छ पाइभट एलिमेन्ट भन्छ